म सबभन्दा पहिले नवीन सरलाई एउटा सानो प्रश्न जस्तो विषयवस्तु राखेर अनि त्यसैबाट रिलेटेड भएर हामी सबैजना नि त्यसमा छलफल गर्नेछौँ। अहिलेसम्म हामी नवीन सर, म, रूपेश सर भेट भएदेखि यता अथवा आफ्नो आफ्नो जीवन जहिलेदेखि अलिकति सहज र अलिकति जागरुक भए जस्तो लागेदेखि यताको विषयवस्तुलाई चाहिँ मध्यनजर गर्दै नवीन सरलाई एउटा विषयवस्तु सोध्न चाहन्छु कि तपाईँको विचारमा तपाईँलाई लागेको स्टडी, अध्ययन, अरू सम्पूर्ण देखाइ भोगाई संसार निहालेर सार तत्त्व खिचेर ल्याउँदा असारलाई छोडेर तपाईँको बुझाइमा चाहिँ जीवन के हो? जीवन धेरै परिभाषाहरू छन् होइन। मेरो बुझाइमा चाहिँ अहिलेसम्मको बुझाइ हेर्दाखेरिमा चाहिँ जीवन भनेको अनुभूति हो। त्यति नै मात्रै हो सर? हजुर, अनुभूति हो, तर त्यसको अब विस्तृत कुराहरू छ होइन। जस्तो भन्न खोजेको हजुर भन्न खोजेको कस्तो भने जस्तो हामी जन्मिसके पछाडि अब थाहा पाउने बेलासम्म अथवा भन्नाले मैले अनुभूति गर्न सक्छु, बुझ्न सक्छु भन्ने बेलासम्म पुग्दै गर्दा हामी करिबन अब 10-15 वर्ष, 20 वर्ष, 25 वर्ष पनि हुन सक्दो रहेछौँ होइन। त्यति गर्दा गर्दै जिन्दगी त आधा भइहाल्दो रहेछ। अनि जब म बुझेँ भन्ने स्थितिमा पुगिन्छ अथवा त्यो अनुभूति गर्न सक्ने, जागरुक हुन सकेँ अथवा भएँ भन्ने स्थितिमा पुगिन्छ, त्यति बेलासम्म मान्छेको लगभग अब अहिले हामी त्यो भन्ने स्थितिमा छौँ भने करिबन अब आधा उधी उमेर सकिसक्यो, 40को आसपासमा हामी सबै छौँ। अनि अब चाहिँ जब बुझेँ भन्ने बेलासम्म त्यो बुझेको पनि के हो होइन। अब जीवन मैले बुझेँ भन्ने लागेको छ, तर त्यो यथार्थमा के बुझेको हो होइन। मैले तपाईँलाई चाहिँ भनेको चाहिँ तपाईँको विचार चाहिँ राख्नु न। हजुर, मेरै विचार नै हो यो। ए हजुर, मेरै कुराहरू केही नै बुझ्नु भएको छैन कि जस्तो भयो त फेरि। हजुर, केही त बुझ्नु भयो होला नि। हजुर हजुर, म त्यही भन्दैछु। हजुर हजुर। अनि अब जस्तो हजुर यति बेला अहिले आइपुग्दासम्म चाहिँ अब हामीले यति कुरा बुझेको छौँ अथवा जानेको छौँ जस्तो लाग्छ नि त हामीलाई होइन। तर अब हामी अझै अब एउटा बिन्दुमा पुगिसके पछाडि त्यो परिभाषा, त्यो चाहिँ नि बुझाइ, त्यो फरक परिदिन सक्छ होइन। त्यसैले यो अनुभूतिकै सङ्गालो हो जीवन। अन्तिमसम्म पनि मान्छेको यही रहेछ जिन्दगी भनेर चाहिँ भन्ने स्थितिमा चाहिँ भन्दा पनि त्यो एउटा अनुभूति हुन्छ। विभिन्न कालखण्डमा चाहिँ विभिन्न अनुभूतिहरू हुँदै जान्छन्, त्यही अनुभूतिको सङ्गालो नै जीवन हो भन्ने मेरो बुझाइ। रूपेश सरलाई कस्तो लाग्छ? त्यही हो सर, त्यही हो। के भन्न चाहनुहुन्छ त्यो लाइनमा? मेरो चाहिँ अब त्यो त हजुरले सरकै कुरामा एड गर्दै गरौँ न। त्यो अनुभूति नै हो न अब होइन। अब एभ्री टाइम अब हरेक पलमा हरेक पलको त्यो अनुभव फाल्टै फाल्टै हुन्छ नि त होइन। अब हुन्छ डेफिनेसन त धेरै छ जीवनको बारेमा। मेरो चाहिँ अब त्यो म चाहिँ केही पनि थाहा छैन खासै जीवन के हो भन्ने। मैले दुवैजना साथीहरूलाई एउटा प्रश्न गरेँ, त्यसमा चाहिँ लगभग दुवैजनाको एउटा एन्सर आयो र एउटा कन्फ्युजन आयो। एन्सर सँगसँगै कन्फ्युजन पनि भयो कि यहाँनिर। कन्फ्युजन चाहिँ खासमा यो पोडकास्टबाट चाहिँ चिर्न खोज्ने हो। पोडकास्टले चाहिँ झन् कन्फ्युजन सिर्जना गरेपछि त श्रोताहरूलाई पनि गाह्रो हुने हो। कन्फ्युजन पनि लाइफै हुन्छ। जस्तो मैले भन्न खोजेको के हो भने जीवन के हो भन्दा परिभाषा त धेरै किसिमका छन् भन्नुभयो दुवैजनाले, एउटा बिन्दु त्यो आयो। तर परिभाषा धेरै छन् भने दिनु न त, 2-3टासम्म 1-2 भनेर। जीवनलाई बुझ्न नखोज्ने जीवन हो। जीवनलाई बुझ्न नखोज्नु जीवन हो। नखोज्नु नै जीवन हो एउटा परिभाषा। अनि अर्को त्यही हो मेरो। ल उहाँले त एउटासम्म परिभाषा भने जीवनलाई बुझ्न नखोज्नु नै जीवन हो। तपाईँको सर बाउलिङ चाहिँ बुझ्नु भने त्यहाँबाट भन्न पाउने भएदेखि त अघि यहाँ भन्दा त्यो नजाउँ अहिले। ठिकै छ नवीन सर। पाइयो म्याम, पाइयो पाइयो। भन्नुहोस् म्याम एउटा। ल हजुर जाओस्।
आउनुहोस् म्याम कृपया स्वागत छ आउनुहोस् त्यता आउनु म्याडम त्यहाँ चाहिँ नआउने त्यहीबाट ल पब्लिकमा नआउने हुन्छ ल त्यहीबाट भन्नुहोस् न के हो जीवन जन्म र मृत्युको बीचको सङ्घर्ष नै जीवन हो मेरो लागि एकदम वाह क्या बात है भन्नुहोस् त उहाँ त लु तपाईँको पनि दिनु सर एउटा परिभाषा यस्तै खालको रुपेश सरले दिनु हो हजुर एउटा त्यो हो एउटा अब एउटा भनिन्छ है। हस् म्याम एकदम जन्म र मृत्युको बीचमा हजुर आफूले लिएको अनुभव नै जीवन हो आहा ल कति राम्रो सरले भनिसक्नु भएको थियो हजुर भन्नु भएन तरिका अलिकति फरक मात्रै हजुर, भयो। राम्रो एकदम एकदम राम्रो दिने चाहिँ परिभाषा यसरी पनि हो एउटा चाहिँ हजुर, हो। अब नवीन सरको सुनाउन धेरै परिभाषा छन् त भन्नु त्यही फेरि त्यही हो उही हो भन्ने भन्दा पनि छन् भने छैन भने चाहिँ सकि नै गयो भने हजुर। हाँस्नै सक्ने हजुर। अब मैले अघि पनि जोड अनुभूति हो एउटा जीवन एउटा परिभाषा त आयो हजुर तर जस्तो कस्तो कस्तो अनुभूति हो कि सबै खालको हो कि अनि एउटा प्रश्न त्यो भन्दा पनि मलाई सोध्न मन लागेको प्रश्न चाहिँ हजुर हजुर जीवन भनेको के हो भने ठ्याक्कै यही हो कसैले अहिलेसम्म भन्न सकेको छैन कि छ त छैन कसैले पनि छैन यही हो भनेर चाहिँ मैले छैन, मैले छैन। बुझ्दाखेरिमा चाहिँ छैन तपाईँले बुझेसम्म छैन मेरो पनि छैन छैन आफ्नो छ तर यो भने चाहिँ उहुँ। छैन। त्यो हजुरकै हुन्छ होइन सरको सरकै हुन्छ उहुँ। होइन मैले त्यही त सोधेकै नि हजुर तपाईँहरूकै त सोधेको त मैले अर्काको भनेर सोधेकै हजुर। होइन नि हजुरहरूको बुझाइमा अहिलेसम्ममा स्टडी अध्ययन अथवा महापुरुषहरूलाई सुनेर हजुर जानेर तपाईँले बुझेको त भनेको नि सार हजुर आफूले बुझेको सारमा चाहिँ जीवन के हो हजुर हजुरको जाप्नु त के हो मेरो जाओस् भने त गइहाल्छ फेरि आओस् एकदम एकदम आओस्। एकदम होस्। हजुरबाट अब अलिकति सुन्नु त हजुर अब यो जीवनको कुन पक्षबाट व्याख्या गर्ने भन्ने कुरा हो हजुर होइन अब मोटिभेसनबाट भन्ने हो व्याख्या गर्ने हो परिभाषा खोज्ने हो मोटिभेसनको कोणबाट भने त्यसको एउटा परिभाषा हुन्छ हजुर अनि फेरि मोटिभेसन भनेर त्यही सांसारिक मोटिभेसनमा मात्रै होइन फेरि हाम्रो अध्यात्म जीवन के हो भन्ने पनि त्यो परिभाषा मिल्छ जस्तो सजिलो गरी सरल गरी महापुरुषहरूले विद्वानहरूले भनेको परिभाषालाई नै मलाई पनि त्यो एउटा परिभाषा त्यो चाहिँ चित्त बुझेको आफूलाई पनि भएकाले गर्दा मैले पनि जीवन के हो भन्नेमा एउटा परिभाषा त्यो दिने गरेको छु त्यो हो भन्ने गरेको छु ठानेको छु जीवन भनेको एउटा अवसर हो यति भन्दा साह्रै मलाई चित्त बुझेको छ अवसर हो तर कस्तो खालको अवसर भन्दाखेरि व्यक्तिले जस्तो ठाउँमा जसरी उपयोग गर्छ सदुपयोग गर्छ जीवन त्यसकै त्यही नै अवसर हो जीवन अनि जीवन केही होइन भएर बस्नु पनि अवसरै हो त्यो खालको पनि अवसर हुन्छ फेरि अवसर भनेको ठुल्ठुलो काम गर्नु मात्रै अवसर होइन फेरि अब यहाँनिर चाहिँ हामीले यो पोडकास्ट चलाउँदा पत्रकार हाम्रो नवीन सर हुनुहुन्छ होइन एउटा भूमिका निर्वाह गर्ने रोल त्यो रोल खेल्नु त्यो अवसर हो त्यो तपाईँको जीवन भयो अब मैले एन्सर दिएँ भने एन्सर वक्ता भएँ भने मेरो वक्ता बन्ने अवसर भयो यता श्रोता बन्नु भयो भने श्रोता बन्ने अवसर भयो यो त्यसैले गर्दा जीवन एउटा अवसर हो कसले कसरी कुन अवसर ग्रहण गर्छ भन्ने कुरा व्यक्तिअनुसार फरक पर्छ त्यसरी बुझ्छु म चाहिँ त्यो एउटा हजुरले भन्नुभएको त्यो डेफिनेसन चाहिँ एउटा एक्सटेन्डमा होला क्या अब अवसर भन्नुभयो नि त्यो एउटा बालकपन हुन्छ नि एउटा हाम्रो चाइल्ड होला हाम्रो एउटा टिन एजमा त्यो एउटा मोटिभेसन टाइपको भयो क्या लाइफ इज होइन एउटा अवसर हो यसलाई चाहिँ के अरे सदुपयोग गर्नुपर्छ भन्ने कन्सेप्टमा एकदम त्यो हिट गर्छ त्यसले त्यो क्रस गरिसकेको मान्छेको फेरि अर्कै हुन्छ नि त त्यो हुनसक्छ त्यो क्रस गरिसकेको मान्छेलाई चाहिँ फेरि अवसर चाहिँदैन भन्ने कुरो छैन फेरि होइन त्यो त चाहिन्छ तर त्यो एउटा क्रस भइसकेको त्यो एउटा मेन्टालिटीलाई चाहिँ फेरि त्यसले टच गर्दैन क्या फेरि भन्नुपर्छ कि मै भन्छु टच गर्दैन भन्ने कुरा तपाईँलाई गर्दैन होला गरेर त गर्छ नि जस्तो एउटा 50 वर्ष पुगेको मान्छेलाई लाइफमा चाहिँ उसले भौतिक कुनै उन्नति प्रगति आध्यात्मिक उन्नति प्रगति नगरेर रुममा लिएर बसिरहेको रहेछ 50 वर्ष पुगेको रहेछ मानिलिउँ न एउटा उदाहरण भने अनि यो यस्तै खालको मोटिभेसन सुनेर ओहो लाइफ भनेको त अवसर रहेछ भन्ने चाहिँ उसले सुनेर ऊ जागरुक भयो भने त उसलाई त्यतिखेर टच गर्न सक्छ नि मेरो बुझाइ चाहिँ त्यसरी बुझ्छु 60मा गरे फेरि त्यो फिल भने फेरि रिग्रेट पनि लाइफ रहेछ भन्छ फेरि उसले होइन मैले त भने लाइफ भनेको केही गरेर महान उपलब्धि लिनु नि मात्रै अवसर हो भनिनँ मैले अघि नि केही नगरी बस्नु पनि अवसर हो
मतलब दुवैतिर परिभाषा तल र माथि गरिसकेँ। अब त्यो बुझ्ने चाहिँ ढिलो छिटो हुन्छ व्यक्ति। जस्तै हजुरको मात्रै मतलब मेरो मात्रै भनेको हजुरको बुझाइ चाहिँ मरेको त्यही क्यान्सरको बुझाइ चाहिँ त्यो हुन्छ। भेटिएन सर होइन ठिकै हो नि त। तपाईँ त्यसमा एकदम सहमत हुनुहुन्छ? म एकदम त्यसले मलाई चित्त बुझेको भने नि त। हजुर अरू जानुहोस् कन्टिन्यू। अनि जीवन भनेको यति नै हो, यति नै बोलेपछि सकियो त। अब कसरी सदुपयोग गर्न सक्छ त्यसो जीवनलाई? ल भन्नुहोस् नवीन सर, कसरी सदुपयोग गर्ने? हामीले कसरी सदुपयोग गरिरहेको छौँ अथवा कसरी गर्नुपर्छ होइन? एउटा अब हामीले नभए पनि हाम्रो साथीभाइलाई होइन, अथवा हामीभन्दा हुन्छ नि त अन्डर अलिकति मित्रहरूलाई सन्देश अथवा सेयरिङ। अब जीवन भनेको अवसर हो, अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरामा कुन व्यक्तिसँग कस्तो सोच विचार छ, उसले के गर्न चाहँदैछ, त्यो हेरेर उसले त्यो अनुसार सदुपयोग गर्ने कुरा हुन्छ। अहिले ठ्याक्कै यसरी नै सदुपयोग गर्नुपर्छ भन्दा त्यो मेरो विचार मात्रै हुन्छ। त्यसैले गर्दा मैले स्वतन्त्र रूपमा अरूलाई नि आफ्नो आफ्नो जीवन आफूले सदुपयोग कसरी गर्ने भन्ने कुरा व्यक्तिले निर्माण गर्ने कुरा हो। अब कसैले स्पेसिफिक अल्झिएर आएर मेरो लाइफ यसरी यसरी यहाँ पुगेको छ, यहाँबाट चाहिँ ऊ सदुपयोग गर्न अथवा अगाडि बढ्न कठिन भयो, कसरी अगाडि बढ्ने होला भन्दा त्यो अर्को प्रश्न भयो, अर्को ठाउँ भयो होइन। त्यसले गर्दाखेरि सदुपयोग कसरी गर्ने भन्ने त व्यक्तिमै भर पर्ने कुरा हो जस्तो लाग्छ मलाई। तपाईँहरूको पनि भन्नुहोस्, नवीन सर भन्नु त। हाँसेर सदुपयोग गर्ने कि कसै भन्नु? हाँसे पनि सदुपयोग हुन्छ। यहाँबाट उठेपछि के थाहा होइन, अब अवसर त अहिले हो त प्रश्न सोध्नु पर्यो अवसर। मिठो चाहिँ छ तर के सर, पानी कि हाम्रो गफ बाणी? हजुरहरूको बाणी। हजुर हजुर, ल ठिक छ। हजुर जाऊ न, अरू कन्टिन्यू सर। कन्टिन्यू गरौँ न। हजुर नवीन सर कन्टिन्यू गर्नुहोस्। हजुरको बुझाइमा चाहिँ अब जीवन अवसर भन्ने कुरा रह्यो होइन? हजुर। अघि रूपेश सरले भन्नुभयो कि अवसर चाहिँ जस्तो जीवन के हो भनेर नखोज्नु नै जीवन हो अरे। होइन, मैले त्यो चाहिँ मेरो तपाईँको त परिभाषा मेरो लागि चाहिँ त्यो हो। त्यही त उहाँको लागि सरले चाहिँ जीवन नखोज्नु नै जीवन हो, जीवनको बारेमा नखोज्नु नै जीवन हो। जीवन बारेमा नै जीवनलाई बुझ्न नखोज्ने जीवन बुझ्न नखोज्ने। अलिकति त्यो विषयमा सरले अलिकति प्रस्ताइदिनुहोस्, किनभने त्यो अलि कम्प्लेक्स नै सुनिन्छ। त्यो हो, त्यो कम्प्लेक्स भएर चाहिँ मैले त्यो भनेको क्या। जस्तै म बुझ्दै जाँदा चाहिँ कम्प्लेक्समा पुगेँ क्या होइन, कन्ट्राडिक्टरीमा म पुगेँ क्या। अनि अब स्विट छ डेफिनेसनहरू होइन। होइन, मैले हजुरको जस्तो यो कन्क्लुजनमा पुग्नु पछाडिको चाहिँ जस्तो एउटा पृष्ठभूमि हुन्छ नि त, ब्याकग्राउन्ड क्या। जस्तो विभिन्न अनुभूतिहरू हुँदै के भयो, अनुभव भयो, अनुभूति कसरी चाहिँ हजुरलाई योमा आउनुभयो त्यो अलिकति सेयर गर्नु न, अलिक मजाले। त्यो चाहिँ इन्ट्रेस्टिङ नै छ लाग्यो क्या मलाई, किनभने होइन त्यो अलि हामीले दिने परिभाषा भनेको सामान्य मान्छे दिने नै गर्छन्। हजुरको अलिक फरक नै आयो, त्यसको एउटा प्रसङ्ग उठाउनु भयो भने अलिक सरल रूपमा बुझ्न सकिन्छ। त्यसलाई पनि भन्नै गाह्रो फेरि होइन। त्यही त मैले अब हरेक गुरुहरूलाई भनौँ न होइन, महापुरुषहरूलाई सुन्यो, साथीभाइदेखि नै सुन्यो होइन। अब हेऱ्यो पनि, लाइफ हेऱ्यो, आफ्नो पनि हेऱ्यो ढङ्ग होइन। अनि बुझ्दै जाँदाखेरि अब बुझ्नु खोजे, अब बुझ्दैछु स्टिल होइन। तर जति बुझ्न खोजे पनि आई डोन्ट गेट इट क्या होइन। अब कहिलेकाहीँ साथीभाइसँग हुँदाखेरि अर्कै त्यो एउटा हुन्छ नि फिलिङ्स होइन। अब कुनै ठाउँमा हुँदाखेरि एउटा होइन, जस्तै कामतिर हुँदाखेरि त्यहाँ अर्कै टाइपको होइन एउटा मेन्टालिटी भनौँ न, त्यो कन्सेप्ट क्या माइन्ड खेल्छ। अब माइन्डले क्वेसन सोध्छ होइन, वाट इज लाइफ भन्ने कुरो पनि उठ्छ मेरो मनभित्र होइन। अनि त्यो बुझ्दै जाँदाखेरि अब महापुरुषहरूको त्यो विस्डमले होइन त्यसलाई लिँदा पनि त्यो मेरो माइन्ड चाहिँ सेटिस्फाई हुँदैन क्या। अब सायद म माइन्डमा अड्केको हो कि होइन, हुनसक्छु, त्यो पनि प्रश्न छ मसँग होइन। अनि त्यो कारणले
मैले बा जीवनलाई बुझ्नु खोज्नु नि बा मूर्खता हो कि भन्ने जस्तो कहीँ फिलिङ्स आयो क्या मलाई होइन। तर त्यो मतलब नबुझ्ने भनेको चाहिँ होइन फेरि होइन। अनि त्यो भएर चाहिँ अब एउटा मेरो एउटा भनौँ मेन्टलिटी होइन, एउटा त्यो माइन्डमा चाहिँ त्यो टाइपको एउटा क्वेसन पनि स्टक भएको छ होइन। त्यो कारणले चाहिँ मैले त्यो भन्न अलिअलि हजुरले भन्न खोजेको अलिअलि मैले अलि रिलेट भन्नाले अलिक बुझेको अझै मैले त्यो मजाले एक्सप्लेन गर्न सकिनँ होइन। उहाँको कुरालाई मैले त्यो हो कि जस्तो मलाई लाग्छ। अब त्यसमा फेरि छलफल गरौँला। कस्तो लाग्यो भने सरको कुरा सुन्दाखेरि जस्तो अब मेरै कुरा भने त जस्तो मैले अब सानोमा एउटा खाले स्कुलिङ थियो नि त। जस्तो मानव अब मैले कुन शिक्षकहरू एउटा स्कुलमा एउटा शिक्षक होइन पढाउने शिक्षकहरू हुन्छ नि, एउटा तरिकाले पढाएको हुन्छ, यो पढा है बाबु तिमीहरू भन्ने र उनीहरूको पढाउने शैली एउटा हुन्छ नि त होइन। होमवर्क कसैले होमवर्क गराउने भोलि बिहान चेक गर्ने हुन्छ, कसैले चाहिँ होमवर्क गर्ने भोलि बिहान चेक गर्छु भने नगर्ने हुन्छ। त्यो विभिन्न खाले आदतहरू त्यसैले विकास हुँदै जान्छ। अनि अर्को स्कुलमा गयो, अर्को स्कुलमा पनि अर्कै खाले टिचर हुन्छ, अर्कै खाले सङ्गत हुन्छ। अनि त्यता त यस्तो थियो, अहिले यता यस्तो छ कि दुइटै स्कुलै हो तर किन फरक पर्यो भन्ने खालको त्यो सोच आउँथ्यो नि त सानो। अनि बिस्तारै त्यो अब जीवनसँग रिलेट गर्दा पनि होइन, अब जीवनमा पनि अब नेपालमा बस्दाखेरिको अनुभव एउटा थियो, परिवारसँग अथवा नजिकै घर परिवार आमा बुवाको चाहिँ छत्र छायामा बस्दाखेरिको अनुभूति एउटा थियो। यहाँ आइयो एक्लै दुःख गर्न थालियो होइन, त्यस पछाडिको चाहिँ सङ्घर्षहरू दुःखहरू अर्कै अनुभूति हुन थाल्यो होइन। जीवन त यो पो रहेछ त भन्ने खालको भयो। जस्तो पहिला अब हामीलाई आमा बाबु मेरो कुरा गर्दाखेरि व्यक्तिगत रूपमा मलाई चाहिँ अब बाहिर घुम्नै बढी मन लाग्थ्यो। सायद त्यो मेरो नेचरै त्यस्तो होला, थाहा छैन। तर अब म अहिले यतिसम्म बाहिर आइगयो कि अब त्यो भित्रै नछिर्ने स्थितिमा म यति बाहिर भयो नि त। अब त त्यो ठाउँमा छु, अब चाहेर पनि भित्र गोपनाले घरमा बसेर सक्दिनँ भनेपछि अहिले मलाई रिग्रेट हुन्छ कि ओहो म त होइन आमा बाउकै नजिकमा बस्नुपर्ने चाहिँ पहिल्यैदेखि सानैदेखि त्यो एउटा घुम्ने डुल्ने बाहिरै संसार भनौँ न त्यस्तो सोच नै थियो मेरो। अनि त्यही सोचले अब यहाँ पुर्यायो, कति टाढा पुर्यायो होइन। तर अब अहिले सोच्छु ओहो त्यो नजिकै पो घर परिवार आमा बुवासँग बस्नुपर्ने रहेछ त भन्ने मलाई अहिले बनायो भनेपछि त्यो विभिन्न अनुभूतिहरू हुँदै गयो। तर जीवन के हो त भन्ने अझै पनि मलाई टुङ्गो लागेको छैन नि त। त्यही प्रसङ्गमा सरले अब भन्न खोज्नु भएको हो जस्तो मलाई लाग्छ। जीवनलाई बुझ्नु नखोज्नु नै जीवन हो। त्यसरी चाहिँ अब विभिन्न खाले बुझ्दै गयो अब त्यो उत्तर आउँदैन। त्यो खोज्ने भन्दा पनि नखोज्ने नै प्रक्रिया हो त्यो भन्नाले। अब त्यो नखोज्ने भन्नाले शाब्दिक रूपमै भन्न खोजेको जस्तो लागेन सरले। अलिकति त्यो कस्तो सेन्समा भने लिटरल सेन्समा होइन कि त्यो लान्छनिक तरिकाले हो भन्न खोज्नु भएको हो कि अलिकति त्यो एउटा त्यसको मेटाफोरिकल सेन्समा होइन, त्यो सेन्समा भन्नुभएको हो कि भन्ने मैले चाहिँ बुझेँ उहाँको कतिको होइन। मलाई पनि त्यो सरले भनेको कुराहरू त्यो सबैको त्यो हामीमा पनि हुन्छ, तर हजुरले भन्दाखेरि अलिक फरक तरिकाले भनेको हुनाले के हो भन्ने कन्फ्युज मात्रै भएको। तर त्यो सबैको अनुभूति नै होला, मेरो चाहिँ हो। जस्तो अब पहिला हजुरको कलेज लाइफ सकियो होइन, पढाइ सकियो त्यसपछि काममा लाग्यो, काममा लाग्दासम्म जीवन त यो पो रहेछ त। जस्तो म पहिला सानो छँदा हजुरको अब जस्तै एउटा स्पिच छ नि स्कुलमा हामीले दिने स्टुडेन्ट लाइफ गोल्डन लाइफ होइन, अब त्यो त्यही ठाउँको लागि सीमित भयो क्या त्यो डेफिनेसन। लाइफ त्यसरी ग्रो भयो क्या होइन। अब पछि यता व्यावहारिक लाइफमा आयो होइन। अनि विभिन्न छ नि त हाम्रो त्यो एक्सपिरियन्स। तपाईँले चाहिँ विद्यार्थी कालमा स्टुडेन्ट लाइफ इज अ गोल्डन लाइफ भनेर सुन्नुभयो हो। हजुर मैले चाहिँ त्यो स्टुडेन्ट लाइफ सकिसके पछाडि मैले अर्को सुनेँ क्या, त्यो चाहिँ सुनिनँ तपाईँले भनेको चाहिँ सुनिरहेको छु। मैले चाहिँ यो एसएलसी समाप्त भइसके पछाडि हामी कलेज पढ्नको लागि इलामतिर झर्दा मैले चाहिँ एउटा गाडीमा ड्राइभरले भनेको एउटा डाइलगले चाहिँ जीवन यो हो भन्थ्यो क्या उसले चाहिँ। ड्राइभर लाइफ इज अ गोल्डन लाइफ वेयर टर्निङ देयर वाइफ भन्थ्यो उसँग रिलेट भयो उसँग त त्यो है जीवन चाहिँ भन्थ्यो क्या उसले। मैले तपाईँले त्यो भन्दा मलाई त्यो याद आयो क्या। हजुर एकदम सही किनभने त्यो समय अनुसार विभिन्न कालखण्डमा अनि त्यस्तै गरिकन अब स्कुलले जीवनसम्म एउटा खाले अनुभूति हुन्छ, अनि कलेज पढ्दा एउटा अनुभूति, अब काम गर्न थाल्यो अर्को अनुभूति होइन। अनि
सानोमा एउटा गोल बनाएर अगाडि बढिएको बढेको हुन्छ, हुन्छ होइन? बिल्कुल त्यस पछाडि विभिन्न अब परिबन्धमा फसिँदै गइन्छ होइन, जिन्दगी डोर्याउनु पर्छ, विवाह पनि गरिन्छ। अनि विभिन्न खाले चाहिँ आफ्ना चाहिँ ती अब लक्ष्य एउटा थियो होला सानोमा, त्यो लक्ष्य सबैको त्यसै अनुसार पुरा नहुन सक्छ होइन, अर्कै खाले बाटोमा लागिन्छ। अनि जीवन त यो पो रहेछ त है भन्ने हुन्छ। अनि फेरि त्यो ठाउँमा पुगिसकेपछि फेरि मान्छेले होइन यो रहेछ है भन्ने त्यो एउटा परिवर्तनशील हुँदै हुँदै जाँदा त्यो एक किसिमको कन्फ्युजन हुन्छ भन्नुभयो नि सर, त्यो चाहिँ होला, त्यो त हुन्छ नै, तर त्यो हुनु पनि पर्छ जस्तो लाग्छ मलाई। किन त्यसैले नै त हो नि मान्छेलाई चाहिँ नि ग्रो गर्ने। यो पनि होइन रहेछ भन्ने त्यो कन्फ्युजन छैन भने त त्यो फेरि शब्द चाहिँ कन्फ्युजनै भन्ने नहोला, तर भन्न खोजेको अब अनुमल चिन्तन हुनुपर्छ। चिन्तन हुनुपर्छ। सरको चाहिँ नि शब्दलाई सापटी लिनु पर्दा चिन्तन चाहिँ हुनुपर्छ। त्यो जस्तो नि शब्द चाहिँ अब आफ्नो व्यक्ति अनुसारै सुट गर्ने हुन्छ। हजुर हजुर। तपाईँलाई कुन शब्द मनपर्छ त्यही शब्द लाउने हो तपाईँले। जस्तो हो घर बनाउँदा तपाईँले कुन खालको मेटेरियल मनपर्छ त्यही लाउनुहुन्छ तपाईँले, होइन र? त्यसले गर्दा अब त तपाईँले भनेको कि कन्फ्युजनै होइन भनेर आउनु भने ठिक छ त्यो तपाईँहरूलाई, तर म त कन्फ्युजन भन्ने शब्द त युजै गर्दिनँ म। मैले त चिन्तन बनाउनै भन्ने हो र मलाई सबैभन्दा राम्रो र सही हुने चाहिँ मैले देखेको चिन्तन बनाउनु। जस्तो रुपेश सरकै परिभाषामा जाउँ न, होइन र? त्यो परिभाषा सायद जस्तो सुकै होस् न, मान्छेले सुन्दाखेरि व्यक्तिले अर्कोले सुन्दा होइन यो त उल्टो तरिकाले भनौँ अथवा यो त कहाँ हो, जीवनलाई नबुझ्नु नखोज्नु नै जीवन हो यस्तो पनि हुन्छ। र जसुकैले जेसुकै भने तापनि उहाँले त बुझेको त्यो हो नि त, होइन? र त्यसमाथि पनि त चिन्तन बनाउनु त चाहियो नि, कन्फ्युजन होइन क्या। यो यसरी 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 हो यसरी हो, आज गर्ने भोलि गर्ने, त्यो चिन्तन बनाउनु भनेको एक दिन एकछिन गरेर जस्तै अब लाइफ चाहिँ यो हो भनेर कन्फिडेन्ट हुनु भन्दाखेरि कन्फ्युजन चाहिँ राम्रो। फेरि तपाईँ कन्फिडेन्ट भन्दा चाहिँ कन्फ्युजन राम्रो क्या। कन्फ्युजनले चाहिँ ग्रो गर्छ होइन, कन्फिडेन्टले चाहिँ फेरि अब त्यो ग्रो हुँदैन। मतलब हाम्रो मेन्टालिटीलाई अलिकति हेल्प गर्दैन कि जस्तो लाग्छ मलाई चाहिँ, मेरो बुझाइ त्यो। त यस्तो हुन्छ, सबैको आफ्नो बुझाइ हो नि। अब यही हो भनेर भन्दा पनि त्यसलाई कि किटानीका साथ भनेर अरू महापुरुषले यस्तो एउटा सिद्धान्त एउटा थ्योरी नै स्थापित गराउन सकियो भने त्यो त भइगयो, होइन? हाम्रो यहाँ छलफलमा चाहिँ होला नै त भन्ने रहेछ नि, होइन र? अब जस्तै महापुरुषहरूले पनि त्यस्तो कन्फिडेन्टली चाहिँ भन्दैन उनीहरूले होइन, जिन्दगी यही भनेर चाहिँ। अब मैले अहिलेसम्म चाहिँ मैले त्यसरी अब म एउटा कुरा यहाँ गर्नुपर्ने हुन्छ। मैले यो स्टेपमा आइसकेपछि एउटा मैले त्यस्तो सानो कमिलादेखि लगेर म ठुलो जीवसम्म लगेर एउटा सिनेरियो यहाँ क्रिएट गरेर एउटा चाहिँ कुरा आफ्नो कुरा राख्छु। एकदम अब कमिलोमै जाउँ एकछिन, होइन? कमिलो त्यहाँ हिँडिरहेको छ, होइन? अनि त्यो कमिलोलाई चाहिँ अब कसैले चाहिँ पिसाब गर्दा होस् अथवा कहीँबाट चाहिँ पानीको एउटा सानो धारा आयो भने उसलाई त बगाएर लान्छ। ठुलो बेलबाडी आयो नि आज, होइन? मलाई त बगाएर निकै तलै लग्यो नि भन्छ त्यसले। त्यसको जीवन त्यति नै हो, होइन? त्यसले त्यति नै बुझ्छ, त्यसले त्यति नै जान्दछ। अब मलाई बगाउन त्यो कमिलाको तुलनामा मलाई बगाउन त त्यसको 1000 गुणा ठुलो पानी आउनु भेलबाडी आउनु पर्यो नि फेरि, होइन? सानो तिनोले त भएन, म बग्दै बगिनँ। अनि मलाई चाहिँ बगाउन आयो ल भेलबाडी, मलाई बगायो। अब म के भन्छु साथीभाइ भेट्दा घर गाउँमा आएर आज चाहिँ ठुलो भेलबाडी आएर मलाई तलसम्म बगाएर लगेर म निक्लेर आएँ, कसो कसो बाल बचेर आएँ भन्छु। अब त्यही भेलबाडी हात्ती कल्पना गर्नुहोस् त, हात्तीलाई छुन्छ त? अब फेरि छुँदैन भनेपछि अब मैले चाहिँ यसलाई हजुरहरूलाई त्यस्तो अन्डर एस्टिमेटै त गर्न खोजेको होइन हजुरहरूले भनेको कुरामा। जस्तो त्यस्तो हुन्छ भयो कि बा जान अन्जानमा भन्न मात्रै खोजेको फेरि मैले। अहिलेसम्म कुनै महापुरुषले कुनै ग्यारेन्टीका साथ जीवन यही हो भनेर ठोकेर अथवा किटानीका साथ भनेका छैनन् भन्नु अतिशयोक्ति त हुन जाँदैन। गरेका छन् कि हामीले स्टडी अध्ययन अथवा त्यो ठाउँमा नपुगेका हौँ कि भन्ने मेरो एउटा विचार। होइन, जीवन यही हो भनेर चाहिँ अब जीवनलाई अब सदुपयोग गर्नु उहाँहरूले दिनुभएको छ होइन, उपायहरू धेरै दिएको छ। एउटा कुनै स्तरसम्म उहाँले एक्सप्लेन गर्नुभएको छ, आफ्नो अनुभव कुराहरू सेयर गर्नुभएको छ होइन संसारलाई। तर ठ्याक्राकै यही हो जीवन भनेर चाहिँ मलाई अहिलेसम्म चाहिँ छैन जस्तो लाग्छ है, होइन? ठिक छ, यो अब लाग्न पाउँछ त्यो मैले पनि बा छन् कि भनेको मैले पनि। हजुर, त्यस्तो अब जस्तै तपाईँले बाढीको इक्जाम्पल दिनुभयो, तर बाढी त बाढी हो नि त, होइन? कमिलालाई नै बाढी हो, होइन?
त्यसमा मैले एड गरेको अब बाढी त बाढी हो, कमिला गर्दा त्यो बाढी नै भयो, हजुरबा नै बाढी नै हो, त्यसलाई नै बाढी नै हो। अब तर त्यसलाई बाढीलाई चाहिँ एक्सप्लेन गर्ने चाहिँ अनुभाव त उनीहरूको स्तर अनुसार भयो नि त। होइन बाढी त बाढी नै उदाहरण दिएको बाढी नै हो, तर कमिलाले भन्छ योभन्दा ठुलो त बाढी नै आउँदैन नि त, आज त घनघोर ठुलो बाढी आयो, मलाई त लगै गएको, अथवा अरू मसँगैका अरू कतिलाई लगो पनि भन्ला उसले, त्यो बस्नेले त होइन कतिलाई। तर त्यही कुरा चाहिँ केही होइन क्या मेरो लागि भन्न खोजेको मैले। त्यस्तै हामीलाई जति कुरा थाहा छैनन् त्यो किटानीकै साथ भन्नु अलिकति होइन, ठिक हो सरले भन्ने मेरो चाहिँ एउटा होइन विचार हो। चिन्तन मनन कन्फ्युजन होइन, अब चिन्तन मनन कन्फ्युजन एउटा चाहिँ 100 तले हाम्रो चाहिँ अथवा 50 तलाको बिल्डिङलाई कल्पना गरौँ न, इमेजिन एकछिन होइन। त्यो त्यो बिल्डिङको तल गएर बसौँ, कति अग्लो भयङ्कर अग्लो बिल्डिङ भनिन्छ नि त जसले पनि, होइन सर? ओहो भव्य पनि क्या भव्य ठुलो विशाल काय भीमकाय। अब त्यही भवनलाई हेलिकप्टरमा स्वाट उडेर माथि गइयो भने त्यो विशाल भीमकाय हो कि त्यो देखिँदैन भयो त एकछिनमा त। भनेपछि मेरो चाहिँ भनाइ त्यो भीमकाय हो, यहाँभन्दा अर्को ठुलो छैन, केही होइन, यहाँभन्दा संसारै यति नै। त्यो भ्यागुत्ताले पनि त्यसै भन्थ्यो अरे क्या, समुद्रबाट एक दिन चाहिँ छालले हान्दै हान्दै लगेर एउटा कुवामा एउटा माछालाई फ्याट्टै फ्याँकिदिएछ अरे क्या, समुद्रकै छेउको कुवामा। अनि त्यहाँबाट चाहिँ फ्याट्ट गएपछि यसो अब मासु घुम्दै जाँदा कुवामा, सानो कुवामा र भित्तामा चाहिँ भ्यागुत्तो बसिरहेको रहेछ अरे, यत्रो भुँडी फुलाएर चाहिँ। हेलो हेलो तपाईँ को के हो, कहाँ हो, यहीँ बसिरहेको छ त पहिलेदेखि कि कहीँबाट आउनुभएको हो कि? मुर्ग ठाउँै यही हो, संसारै यही हो, कहाँबाट आउनु म भन्छ क्या त्यो भ्यागुत्तो चाहिँ। अनि त्यहाँबाट तेरिका होइन, ल ठिकै छ। अब एउटा क्वेसन त गर्नै पर्यो, तैँले यति कुरा भनिस्, मैले कहाँबाट आइस् भन्दाखेरि भनेपछि तेरो साँच्ची नि तपाईँको विचारमा संसार चाहिँ कत्रो छौ भन्छ क्या माछोले। अनि भ्यागुत्तोले भन्छ संसार यत्रो छ, यति कुरा अब कुरा जान्दैनस् भन्छ क्या। होइन होला मित्र, अब साथी जे भने पनि होइन भ्यागुत्तो साहेब भन्नु होला, होइन होला साँच्चै भन्नु न यार, ठट्टा नगरी, त्यति मात्रै त होइन होला यार, संसार अलिक ठुलो छ कि बा, राम्रै सोचेर भन्नु भन। सो चाहिँ माछाले हेर्छ र ठिकै छ, यसले साह्रै जोड गर भन्दिनँ, यत्रो छ संसार भन्दैछ र दुईवटा हात फैलाउँछ क्या उसको, यत्रो छ यो हातदेखि यहाँसम्मको छ। अनि फेरि माछोले जोड दिन्छ क्या, साला त्यति मात्रै त होइन होला, अझै एकचोटि जोड लाउनु सोच्नु संसार यति नै मात्रै त होइन कि बा, अरू पनि छ कि, तपाईँलाई अझै केही आउँछ कि, सोच्नु न हौ अलि मजाले। अनि यसले साह्रै जोड गर्यो यसो कुवामा आँखा डुलाउँछ क्या। अनि यसो गर्दा त कुवाको भित्तो पर मात्रै छ, यहाँ पुगेकै रहन्छ भित्तोमा, यता पनि भित्तो रहेछ। अनि भन्छ क्या भ्यागुत्तोले, ए हो संसार यो पर भित्तादेखि, यो कुवाको भित्तादेखि यो पर कुवाको भित्तासम्म छ, हो यो कुरा सही रहेछ, त्यति ठुलो छ संसार। तेरि यार, ल अब तपाईँलाई लास्ट रिक्वेस्ट गर्छु, भनिदिनु पर्यो, एकचोटि सोचेर भन्नु, त्यो भित्रभन्दा पनि अलि विशाल छ कि त्यति नै हो त, ग्यारेन्टेड त्यति नै हो ल, ग्यारेन्टेड हो यति नै हो, त्यहाँदेखि यहाँसम्म मात्रै हो, छँदै छैन। होइन साँच्चै तपाईँले भनेको भनेर झके जस्तो गरेछ माछा। भ्यागुत्तो पनि यत्रो भनिरहेको छु, पटक पटक सोचेर भन्छस्, कुरा बुझ्दैनस् भन्दा भन्दै अलिकति तथाड मथाड भएछ अरे, हात तालाल भएछ अरे। त्यसो गर्दा त माछोले चाहिँ ट्याप्प भ्यागुत्तो कानमा टोकेर फुत्तै फ्याँकिदिएछ अरे क्या, छ्याम्मै गएर समुद्रमा परेछ अरे। सुई छालले हान्छ, काहीँ ठोकिँदैन, तोयको भित्तो कहाँ छ, भुइँ कहाँ छ, माथि के हो, केही त्रिमिरी झ्याइ भएछ अरे। त्यो लडन बडन हुँदै जाँदा फेरि माछो भ्यागुत्तो छ्याप्पै भेटाउँदाखेरि भ्यागुत्तोले भन्छ अरे, आई एम सो सरी, संसार त्यो मैले भने जस्तो मात्रै होइन रहेछ यार, विशालै रहेछ, मैले माने भन्थ्यो अरे क्या। कतै हामी भ्यागुत्ता त भइरहेका छैनौँ। भने यो मैले चाहिँ जीवन धेरै व्यापक छ, छँदै छैन भन्नुभन्दा पनि त्यो भित्तोसम्म मात्रै। सर त्यही त सरकै अनुभूति हो, त्यो त सरले भन्ने कुरा हो, त्यस्तै सर भ्यागुत्तमै हुन सक्नुहुन्छ, त्यो सरले स्वीकार्ने कुरा हो, सरले चाहिँ त्यसलाई अन्यथा लिनु पनि हुँदैन। हामी सबै पनि जसको कुरा भने मेरै प्रसङ्गमा पनि मैले जे बुझिरहेको छु त्यो कुरा चाहिँ मेरै, अब अहिले हामी त्यो परिवर्तनशील छ नि त। जस्तो मानव अहिले मैले बुझेको कुरा, ल
महापुरुषले नै जीवनबारे बोलेको छैन भन्ने बुझाइ पनि भोलि गरी चेन्ज हुनसक्छ नि त होइन, अथवा कुनै पनि कुरा क्या एउटा अहिले प्रसङ्ग आएको हुनाले चाहिँ त्यो विषयमा भयो। यो विज्ञानमा पनि एउटा छ नि थ्योरी, अहिलेसम्म पत्ता नलागेका कुरा, यो आविष्कार नभएका कुरा भोलि हुँदैनन् भन्नु चाहिँ सबैभन्दा ठुलो मिस्टेक हो कि नि त। विज्ञानमै छ नि थ्योरी, किनभने योभन्दा खतरनाक आविष्कार त भोलि हुन्छ नि सर। अनि त्यो हो राइट दाजुभाइकै कुरा गर्ने हो भने उड्ने चिज बनाउँछु भन्दा कसैले पत्याएर सर बनिँदैन, हुँदै होइन, यति नै हो। उड्ने चिज पनि बनिन्छ भनेर चाहिँ भोलि चाहिँ उडान हामी गर्दैछौँ 6 मिनट कि 12 मिनटको भन्दाखेरि कोही पनि आएनन्, सायद 3-4 जना मात्रै मान्छे थिए अरे। भरे भन्दा उनीहरूले उडान गरेर अहिले विश्वमा चाहिँ अब धेरै धेरै लामो लामो उडान हुने विमान बनिए भनेपछि म चाहिँ अलिकति ब्रोड सेन्समै हेर्छु जीवनलाई। भनेको हजुरको बुझाइमा चाहिँ अब जीवन यही हो भन्ने ठोक्का गरेको पनि हुन सक्छ कसैले भन्ने कुरा हो होइन। त्यो कुरा चाहिँ हुन सक्छ सरले होइन, त्यो त गरेको छ नि, त्यो त कतिले गरेछ नि, त्यो जीवन यो हो होइन। अब साइन्स, त्यो अहिले साइन्सले नै त्यो त एउटा आध्यात्मलाई पनि त फाइट गरिरहेछ होइन, टक्कर दिइरहेछ। तर अब त्यो मतलब सबै बुझेको त होइन होला नि त, या बुझेको हो त? सबै बुझेको र त्यो फरक कुरा भयो, त्यो त फरक प्रश्न। त्यही त, त्यो त्यही मेरो चाहिँ भनाइ त्यही हो क्या जीवन होइन। अब हामीले बुझ्यो भने त बा सानो पनि हो हुनसक्छ होइन, ठुलो पनि हुनसक्ला होइन। तर अहिले हाल चाहिँ अब मेरो चाहिँ त्यहाँ, म चाहिँ त्यहाँ पुगेको छु भन्नु खोजेको होइन होइन। भन्नु मतलब अब त्यही त चिन्तन मनन त हुँदै गर्छ होइन। अब त्यसमा त सास भइन्छ त्यो त रहिरहन्छ। तर अहिले हाल यहाँ भन्नुपर्दा चाहिँ त्यो हो मैले भन्नु खोजेको चाहिँ होइन। तर त्यो कन्क्लुजन चाहिँ होइन। अनि अब त्यही भएर मैले कन्फ्युजन छु भनेको, मैले कन्फिडेन्ट चाहिँ छुइनँ म, दुवै पक्ष कन्फिडेन्ट छुइनँ। सरले भन्नुभयो नि त्यसमा पनि कन्फिडेन्ट छुइनँ होइन, ठुलै छ भने पनि कन्फिडेन्ट छुइनँ, सानो छ भने कन्फिडेन्ट छुइनँ, म कन्फ्युजनमा छु, बोथ आर कन्फ्युजन। भनेको एउटा एक किसिमले अब त्यो अर्को अलिकति त्यसलाई पोजिटिभ सेन्समा भन्दाखेरि हजुर एउटा चाहिँ नि खोजमा हुनुहुन्छ, त्यो चाहिँ राम्रो शब्द हो होइन। हामीले कन्फ्युजन भन्ने शब्द प्रयोग गर्ने भन्दा पनि होइन। अब त्यो भन्नलाई अहिले अब बुझ्नलाई चाहिँ कन्फ्युजन भन्ने वर्ड भयो, तर त्यस भनेको चाहिँ अब एउटा खोजकर्ताकै एउटा गुण अथवा कन्फ्युजन नभइकन त खोज गर्ने नि त। खोजकर्ता त सबै नै हुन्छ होला जस्तो लाग्छ फेरि होइन। उहाँको ठाउँबाट खोज गर्नुहुन्छ, तपाईँले तपाईँको ठाउँबाट, एकदम अर्कोले अर्को ठाउँबाट खोज त गर्छ नै। र मेरो पनि बुझाइ चाहिँ फलोवर भन्दाखेरि सिकरै हुनुपर्छ भन्ने पनि हो मेरो पनि बुझाइ चाहिँ। त्यही हो, हामी गर्ने नै त्यही हो, हामीले गर्नुपर्ने नै त्यही रहेछ। यदि हामीले गरेका छैनौँ भने पनि होइन, अथवा चाहिँ नि हामीले विगतमा कतै अब लागियो पनि होला एकसरे भएर होइन। जस्तो अब हामी आफै पनि अब विभिन्न खाले चाहिँ नि होइन त्यसबाट चाहिँ प्रेरित भएर लाग्यौँ पनि होला, केही समय यही नै रहेछ है अन्तिम हाम्रो भन्ने पनि लाग्यो होला हामीलाई। तर एउटा त्यो पनि सर चाहिँदो रहेछ फेरि एक टाइमलाई सर। हजुर हजुर होइन, हजुर त्यसले नि त ग्रो गर्दछ नि त हामीलाई। जस्तै अब मैले जस्तै जीवन विज्ञानलाई सुन्यो भने मेरो कुनै समयलाई त्यो बाइक हुँदैन भन्ने नै हुन्छ क्या। हजुर हजुर होइन, त्यहाँबाट बुझ्दै गएपछि मैले अरू खोज्नु सकेँ होइन। उहाँलाई नै सुनिनँ भने त त्यो त लाग्नै पर्यो नि त, उहाँको त फलोवर हुनै पर्यो नि त म त होइन पर्यो। हजुर, अनि त्यो सेन्समा भन्दा पनि मैले त्यो सेन्समा भनेन, मैले हजुरले भनेको चाहिँ कुनै सम्प्रदाय कतै गुरुलाई मानेर त्यो सेन्समा भन्न खोजेको भने त्यहाँ पनि त सिकरकै भावबाट पर्न सकिन्छ। र उनीहरूले पनि त्यो त्यहाँको मेन गुरुहरूले पनि सिकर नै हुन् नि त, सिकरै हुन् नि त एक्ज्याक्टली। मैले इक्जाम्पल चाहिँ अब उहाँ त्यताबाट दिएँ होइन, अरू कुनै पनि हुनसक्छ होइन, कुनै माध्यम पनि एउटा शिखर भएर हजुरले भन्नुभएको जस्तो होइन। मतलब सुरुमा त एकरोनै नै पर्छ जस्तो लाग्छ मलाई क्या। होइन त्यो एकरोन त्यही त हामीले त्यो हजुरले हामीले शब्दलाई चाहिँ छुट्याउनु भन्दा पनि फलोवर शिखरको रूपमा जस्तो त्यो फलोवर भित्रै शिखर हुन्छ, शिखर भित्रै फलोवर हुन्छ भन्दा त हो त होइन। तर कति पर्सेन्ट हुने भन्ने कुरा मात्रै हो, कुन पर्सेन्ट बढी छ। हजुर हजुर त्यति मात्रै हो जस्तो लाग्छ है मलाई। हो त एकदम एक्ज्याक्टली र पर्फेक्ट तपाईँले दिनुभएको कुरा सही आयो, त्यस्तै लाग्छ। किनभने अब हामी जस्तो मानौँ अब हाम्रै गुरुलाई पनि हामीले फलो गर्दाखेरि अथवा उहाँको आश्रममा बस्दाखेरि पनि त हामी सधैँ हामीले चाहिँ
100% यही हो गुरुले भनेपछि ल यही हो भन्ने भन्दा पनि दिमाग त चल्छ नि त, चल्छ। त्यो सिकरको दिमाग हो नि त, हो त। ब्याक अफ द माइन्ड। त्यही भएर शिखर हो नि त होइन सर, दिमाग चलेको त शिखर हो। हजुर त्यही भनेको त होइन, त्यो छ। त्यही भएर कति प्रतिशत थियो होला त्यहाँ भित्र बस्दाखेरि त्यो परिवेशले, वातावरणले, सङ्गतले, अनि गुरुको सत्सङ्गले, गुरुको चाहिँ प्रवचनले, गुरुको चाहिँ एउटा गाइडलाइनले होइन हाम्रो त्यो शङ्काको अथवा चिन्तनको भावलाई बाछेको हुन पनि सक्छ है, फेरि त्यो नहुनु पनि हुने होइन। अथवा हामी त्यसरी बढी चाहिँ इन्फ्लुएन्स भयौँ होला, प्रभावित भयौँ। तर बिस्तारै बिस्तारै चाहिँ अब त्यो शिखरको पाठ बढ्दै गएर खोजीको प्रक्रिया बढ्ने, त्यसको भाग अनि त्यो फलोअरको भाग चाहिँ घट्ने हुँदै जाने होला होइन। जस्तै शिखर र फलोअर्समा के डिफरेन्स जान्छ? डिफरेन्सै भएन नि, नवीन सरले अघि भनिसक्नु। होइन, मैले बुझेको चाहिँ मेरो बुझाइ त्यही हो। मेरो बुझाइ चाहिँ फलोवर्स अनि हजुरको बुझाइ अहिले भन्नु होला होइन, हजुरले मेरो हुन्छ नि म त मलाई मेरो बुझाइ सरले अब फलोवर्स भित्रै शिखर हुन्छ भन्नुभयो होइन, त्यो विच इज राइट हो, त्यो हुन्छ त्यो दुई होइन। तर फलोवर्सकै अब डेफिनेसन चाहिँ मलाई चाहिँ लागेको एउटा गुरुले अब होइन, मेरो गुरु छ भने मैले उहाँको चाहिँ जे पनि होइन उहाँकै तरिकाले मात्रै जाने, त्यसलाई चाहिँ फलोवर्स भन्छ होला होइन, भन्छ सरी भन्छ होइन। शिखरको चाहिँ के हो कस्तो हुँदो रहेछ भने अब अलिकति सरले भन्नुभयो क्वेसनिङ माइन्ड होइन होइन, प्रश्न गर्ने क्षमता हुने क्या होइन, त्यो भएकोलाई चाहिँ अब शिखर भन्न सकियो। शिखर ठिक छ त, त्यो चाहिँ फेरि उत्तम जस्तो लाग्छ मलाई पनि। अब उहाँले त्यो भनेको उहाँको भयो। अब फलोवर्स पनि अथवा फलोवर्स भने पनि मान्छे भने पनि व्यक्ति भने पनि सबै कुरा म चाहिँ 3 प्रकारका दृष्टिकोणले हेर्छु। अनि त्यो हेर्दै जाँदा 4 अर्को 1 प्रकार पनि थपिन सक्छ भरे होइन, थप्नु पर्यो भने 4.5 हुँदैन 4 हुन्छ बरु होइन। उत्तम, मध्यम र निम्न स्तरको 4 किसिमका मान्छे हुन्छन्। त्यो फलोवरमा पनि त्यो 4 प्रकारको हुन्छ। निम्न स्तरकोले चाहिँ प्रश्न नगरिकन होइन, उहाँले भनेको लाई चाहिँ उजागर नल्याइकन कन्फ्युजन भए पनि सन्फ्युजन भए पनि जेसुकै भए पनि गुरुले भने अथवा महान व्यक्तिले भन्यो यही नै ठिक हो भनेर त्यसलाई अन्धाधुन्ध फलोवर पछ्याउनेलाई अर्को शब्दमा अन्धभक्त पनि भनिन्छ। त्यो निम्न किसिमको निम्न स्तरको भयो फलोवर। अब मध्यम स्तरकोले अलिअलि प्रश्न उठाए जस्तो पनि गर्ने, प्रश्न नउठाए जस्तो पनि गर्ने, अथवा समय अलिअलि हेर्दा अलिअलि क्वेसन गरे जस्तो पनि गर्ने, तर भित्रबाट चाहिँ फेरि उसको पनि भाव चाहिँ त्यही तरिकाले जाने मध्यम किसिमको भयो। अब उत्तम किसिमको फलोवर चाहिँ भनेको चाहिँ प्रश्न पनि गर्ने, फलो गर्नुपर्ने कुरालाई गर्ने र कन्फ्युज अथवा अलिकति प्रश्न आएको ठाउँमा मजासँगले प्रश्न राखेर त्यसलाई चाहिँ काटेर त्यसलाई चिरेर अगाडि बढ्ने क्रान्तिकारी जस्तै भन्दा पनि भयो। त्यसलाई बुझ्ने भाषा त्यो शब्द लाउँदा एकदम राम्रो त्यसरी चाहिँ जान्छन् भन्छु म चाहिँ। मेरो बुझाइ चाहिँ दामी दिनु भयो हजुर। होइन म चाहिँ यसरी नै बुझ्छु नि त। मिठो। अनि यही भन्दा भन्दै सरले हजुरले भन्दा भन्दै ट्याक्क सायद अब हजुरहरूलाई पनि भन्नुभयो होला, गुरुले त भनिराख्नुहुन्थ्यो। अनि त्यो रियालिटी त्यति बेला मलाई एक किसिमको त्यो कथाको त्यो एउटा त्यो भाव फिल भयो आयो क्या, त्यो कताबाट रियलाइज भयो जस्तो अनुभूति भन्छु नि म। त्यो शब्द मलाई फेरि मनपर्ने शब्दमध्ये एउटा अनुभूति चाहिँ मलाई प्रिय शब्द हो। जस्तो चिन्तन मनन भन्नुहुन्छ नि, हजुरलाई त्यो एउटा प्रिय लाग्छ नि, मलाई अनुभूति भन्ने शब्द नि बडो प्रिय लाग्छ। अनि त्यो अनुभूति भयो मलाई त्यति बेला। अनि चाहिँ हजुरको चाहिँ हामी गुरु निवासको त्यो साँझ पख चाहिँ म्यामलाई विशेष याद छ होइन, उहाँ हजुरलाई पनि मैले प्रसङ्ग अलिक बढी भिजुअलाइज ट्याक्कै हुन्छ इमेज नै। अनि गुरुले चाहिँ गुरु निवासको त्यो बाहिर कोलियामा प्रवचन दिनुहुन्थ्यो साँझ पख। सधैँ महाभारतको क्लासलाई विशेष महाभारतमा फोकस गरेर क्लास हुने गर्थ्यो। त्यो साँझ पख अब त्यो इमोसनली पनि एउटा त्यो एनर्जी अर्कै हुन्छ नि त, मान्छेको त्यो भावमा जाने त्यो पुरै हुन्छ। अनि त्यो केही प्रसङ्गमा चाहिँ गुरुले चाहिँ
धेरै थियौँ हामी त्यहाँ होइन, धेरै थियौँ। अब यस्तै त्यही उत्तम अति उत्तमका साधकको एउटा स्तर पनि हुन्छ नि त, त्यो कुरा छँदैछ, त्यो हामीलाई बुझाइ भनिएको हुनाले त्यो हाम्रो दिमागमा थियो। त्यसपछि अनि त्यति बेला भन्नुभयो हामी यति धेरै यहाँ छौँ होइन, तपाईँहरू आउनु भएको छ, साधक साथीहरू यत्रो हुनुहुन्छ, अब रियलाइज हुने अथवा चाहिँ यहाँबाट मुक्त हुने अथवा निस्किने भनेको त 1% मात्रै हो, त्यसमा ढुक्क हुनुहुन्छ है तपाईँहरू भनेर गुरुले भन्नुभएको। मलाई यस्तो क्या त्यो पुरै चाहिँ नि त्यो क्या अनुभूति भयो, गढ्यो क्या त्यो कस्तो होइन। यथार्थ गुरुले त त्यो सत्य वचन त्यो त सही कुरा हो नि त। त्यहाँ मान्छे कुनै माहौलमा जाँदैमा पनि सबै त्यहाँ त्यही हुन्छ, हुँदैन नि त, माथि नि पुग्छ, सोच विचार मजाले नि खुल्छ नै भन्ने पनि त हुँदैन नि त। गुरुले त सबैलाई त्यही दिनुभएको हुन्छ, सबैलाई त्यही दिनु। मैले तपाईँलाई यही दिइरहेको छु, लिने बुझ्ने र पुग्ने भनेको तपाईँहरू 1% मात्रै है, त्यसमा चाहिँ ढुक्क हुनुहोस् भन्नु। ओहो क्या त्यो पुरै सबै कुरा है बुझिए जस्तो त्यो खालको चाहिँ मलाई त्यो अनुभूति भयो क्या, मनन भयो। त्यो छेड त हजुरलाई भएकै हो नि त, त्यो होइन नि हो। त्यतिले म अहिले पनि त्यो सम्झिन्छु। मलाई गुरु निवासमा अथवा म्याट्रिक्समा बस्दाखेरि म चाहिँ ठुलै शर्मा भन्नुपर्छ त्यही सुन्ने उहाँ सरी अगाडि आइज। अस्ति एकजना हाम्रो साथीले यो पोडकास्टको सुरुमा सुनेर होइन तपाईँ किन एक्लै बोल्नु भएको, साथीलाई पनि बोल्न दिएको हुन्थ्यो नि। हजुर टु बी कन्टिन्यू। त्यही त मलाई चाहिँ धेरै धेरै अनुभूतिहरू छन्, तर मलाई जब यो यस्तो अलिकति डिप कुरा गर्छौँ नि, जब डिप कुरामा जान्छौँ, आजको पनि एउटा एक किसिमको यो डिप नै गहिरो नै चिन्तन बनाउनमै छौँ। यस्तो यस्तो कुरा गर्दाखेरिमा चाहिँ मैले अनि यो जुन रियलाइजेसनको कुरा गर्छौँ होइन, माथि उठ्ने कुराहरू गर्छौँ, एक्सक्युज मी, त्यो कुरा गर्दाखेरिमा चाहिँ त्यो गुरुले भनेको त्यो कुरा मलाई झल्झली याद आउँछ प्रत्येक क्षण। झलझली आँखाइमा झलझली आँखाइमा कस्तो बस्यो माया प्रीति शक्ति नम बिर्सन तिम्रै हो यो लैजाऊ भन भने जस्तो झलझली तपाईँलाई आउँछ अनुभूति। अनि यस्तो मजाले त्यसले मलाई टच गर्यो, हट हान्यो क्या भनौँ न भित्रमा। अनि त्यस पछाडिबाट मैले त्यो क्या यसो हेर्छु पनि वास्तवमा हुन त अब त्यहाँ बसेर हामी कति थियौँ होइन, कति धेरै साधक साधिकाहरू थियौँ, 500-600,000 गुरुले कतिलाई दिनुभएको छ होइन, सबैको छ। तर अब सबैले कि त्यही लेभलमा बुझ्नु भयो होला त होइन। मैले बुझेको राम्रो भन्न खोजेँ होइन कि त्यो क्या एउटा कसैले अथवा मभन्दा कम बुझ्ने पनि हुनुहुन्छ, मभन्दा बढी बुझ्ने पनि हुनुहुन्छ होइन। भन्न खोजेको त्यहाँ पनि त कसैले त्यो कुरालाई सुन्नु पनि भएन होला। भन्न खोजेको चाहिँ त्यो मान्छेलाई कुन कुराले कति बेला छुन्छ र घटित हुन्छ भन्ने कुरा थाहा पनि हुँदैन। एक्ज्याक्टली यो चाहिँ होइन एकदम। अनि त्यो खाले मलाई त्यो पुरै यहीँ हाने जस्तै क्या। अनि त्यो बसाइमा मैले अघि पनि भन्दै थिएँ, यहाँ हाने जस्तो होइन सर, यहाँ हजुर यहाँ यता कता देब्रे बाटोमा यो साथीको हजुर हजुर। अनि त्यहाँ बसाइको क्रममा त्यत्रो 1.5 वर्ष जस्तो बसियो होला कति। त्यो बसाइको क्रममा चाहिँ मलाई त्यो ट्याक्कै त्यो पुरै मैले त्यो मेरो मानचित्रमा बसेको छ क्या, त्यो मानस पटलमा सट्ट त्यो मैले ट्याक्क चाहिँ नि मेरो पिक्चरै आउँछ क्या गुरु अगाडि सट्ट। अब नि मलाई चाहिँ एउटा कौतूहलता आयो क्या तपाईँको यो कुरा सुनेर। हजुर त्यतिखेर तपाईँलाई एकदमै हाने जस्तो, हजुर छोए जस्तो, घोचे जस्तो, प्रहारै गरे जस्तो, छङ्गै भए जस्तो होइन सर? एउटा एकदमै मन मस्तिष्कको मानस पटलमा चाहिँ एउटा बेग्लै आवाज, बेग्लै अनुभूति हुन त गयो। अनि त्यसबाट अझै मजाले भनिदिनु पर्यो क्या। अघि पनि भन्नु होला कि सायद मैले बुझिनँ कि होइन, नबुझ्न नि त पाइयो, नबुझ्नु पनि एउटा जीवनको रहेछ नि त। नबुझ्नु पाइयो नि
त्यसरी हानिसके पछाडि तपाईँले के चाहिँ बुझ्नुभयो, अन्डरस्ट्यान्डिङ चाहिँ के भयो? मैले त्यस पछाडि चाहिँ कस्तो भयो भने त्यही भ्रम चिरियो क्या। अब के भरम चिरियो चिरियो यस्तो? भने अब जस्तो हो यार, वास्तवमा जति पनि आएको छौँ अब गुरुमा बस्दैमा गुरु हुँदैमा हामी जागिहाल्ने, भोलि मुक्त भइहाल्ने त होइन होला नि होइन त। होला हाम्रो भन्ने एउटा संस्कार छ हाम्रो होइन, कति वर्ष जति कुराहरू छ होइन। त्यो पनि हामीले त्यही 1.5-2 घन्टा गरेका थियौँ। अनि त्यही त भन्दैछु त, त्यति मलाई त्यति बेला त्यही कुराले हिट गरेदेखि त म त्यस्तै कुराहरू मलाई त्यो छुन्छ क्या त्यस्तो कुराहरू। अनि त्यसपछि मलाई त्यो कुराहरूले हुन थाल्यो क्या। हो गुरु हुँदैमा गुरु पाउँदैमा मैले यही मुक्ति भइहाल्ने भन्ने चाहिँ हुँदैन है। आफ्नो चाहिँ होइन कति चाहिँ अब कतिौँ चाहिँ संस्कारहरू छन्, कतिौँ जुनीका चाहिँ कर्म बन्धनहरू छन्, ती कुराहरूले चाहिँ टच गर्दै जान्छ। पूर्व जन्मदेखिका पाप कर्महरू बोकेर आएको हुन्छ, त्यो नभइकन मुक्त हुन्छ र। हजुर हो त नि, हजुर हो नि होइन भनेपछि अब ती सर हजुर सरको सके एकदम सक्यो हजुर। होइन सक्ने त कहिले सक्नु भएको छैन। सक्ने सर होइन त्यही नै हो सरले चाहिँ भन्नु त्यो भनेपछि म्यामले त्यो भन्नुभयो। कुनै महान पुरुषका अगाडि जाँदैमा केही समय बस्दैमा हामी छर्लङ्गै सरकै उठेर गइहाल्ने रहेछ भन्ने होइन रहेछ। होइन केही प्रतिशत त्यो क्षमता भएका छेउछाउ पुग्दै गरेका रुखै जालान पनि उम्केलान पनि हजुर गुरुको ज्ञान सबैलाई एक छत्र पर्दैमा अथवा आकाशबाट सूर्यको किरण धरतीमा समान गतिले आए तापनि को घरभित्र बस्छ, को घरभित्रको पनि बेसमेन्टमा बस्छ, को घरको सिसाको झ्यालको अगाडि बस्छ, को बाहिर बस्छ, को गुफाभित्र बस्छ भन्ने कुराले फरक पार्ने रहेछ। बुझाइको क्रम हो यो त, फेरि त्यही भन्ने त होइन। जस्तै सरलाई त्यो क्षणमा चाहिँ जस्तै अब चस्सा हान्यो भन्नु त्यो एउटा अलिकति अझै मिठो सुनेन मलाई त होइन। भन्नु त खोल्नु भएको छ, मैले फिल गरेँ, भाव त बुझेँ होइन। हजुरलाई अझै त्यो मिठासमा भन्दा चाहिँ त्यो टाइम त्यो एक क्षण चाहिँ कस्तो भएको थियो कि हजुरलाई? जस्तै छ्याङ्गे भन्नाले कस्तो पुरै एम्प्टिनेस टाइपको होइन, अथवा त्यो हुन्छ नि रङ यस्तो भयो। मलाई के भयो भने सर कस्तो भयो भन्नुहुन्छ भने एउटा पुरै हौसला लिएर पुरा एउटा बुलन्द चाहिँ उत्साह लिएर होइन गुरु पछि ल यो जुनीमै जागिने हो, अब यति मुक्त भइन्छ भन्ने खालको हुन्छ नि त होइन। गुरुको जाने हामी जाँदा त्यस्तै भएकै हो नि, त्यो यथार्थ कुरो हो नि। अब हामी बस्दाखेरि त ल अब यही जुनीमा जागिन्छ, अब यही हो मुक्त हुने अब भन्ने नै थियो नि त होइन। सबैको जाग्नै भएको पनि हो नि, संसारिक मान्छेमा र हाम्रो व्यवहारै फरक भइसकेको छ। होइन मैले त्यही कुरा म लानु खोजेँ क्या सरलाई। जस्तै त्यो त भयो त्यो होइन, त्यो जस्तै मेन्टल इमोसनल्ली मात्रै हुनु भएको कि भित्रैबाट चाहिँ एउटा टाइप हुन्छ नि, त्यो एउटा जान्छ नि त, एक झड्का त दिन्छ नि त। हजुर हजुर त्यही त झड्कै हान्यो भन्ने हुन्छ त सर, झड्कै दिएको भित्रैबाट होइन सर? हो नि त, मैले त्यसरी बुझेँ सरले भन्न खोजेको चाहिँ। हजुर होइन फेरि यसरी मैले फेरि साथीलाई भन्नु नि हुन्छ, शब्दमा गाह्रै हुन्छ, त्यो व्यक्त गर्नु गाह्रो हुन्छ, गाह्रो पनि हुन्छ। अर्को कुरा फेरि अब त्यसलाई छुट्याएर बुझ्ने भन्दा पनि जस्तो भनौँ न भाव र इमोसन अनि त्यो रियलाइजेसन त्यो सबै सँगै आउने कुराहरू हो नि त। जस्तो मानौँ न, जस्तो मैले केही कुरा मलाई झटक्क भयो भने मलाई त्यो भाव एउटा आउने, त्यो झटक्क अर्को आउने, अनि त्यो अर्को त्यो त्यस्ता कुराहरू छुट्टिन्न कि। त्यो भनेको एउटा अनुभूति हो भने नि मैले अलिकति केही समय होइन हो, केही समय रह्यो, त्यो चाहिँ त्यो धेरै समय रह्यो भन्नाले रह्यो कुन सेन्समा रह्यो भने त्यो भइसकेपछि मैले भन्दैछु के भयो भने जस्तो एउटा हौसला एउटा उत्साह एउटा चाहिँ उमङ्ग लिएर चाहिँ नि अब आएको हुन्छ नि होइन। अब हामी गयौँ त्यसरी नै, अब हाम्रो थियो नि सोच नै त्यही थियो, गरिन्छ राम्रै अब भनौँ न अब लगभग भइन्छ। साथीभाइहरू पनि कोही हेर्दाखेरि मुक्तै भएको जस्तो देखिन्थ्यो वरिपरि होइन, पुरै अब छनक भनकहरू होइन हुन्थ्यो नि त। अब त्यो देखिन्थ्यो आफूलाई त्यस्तो खाले हुन्थ्यो। अनि त्यो हुँदाखेरिमा चाहिँ सही ठाउँमा मुक्त भइन्छ नै भन्ने खालको भयो, आफूलाई पनि त्यो अनुभूति भयो। अब यही हो मौका अब गुरुको सङ्गत गर्ने र गुरुबाट लिने यही हो भन्दाखेरि गुरुले टेक्कै त्यति बेला चाहिँ भन्नुभयो होइन, हो त ठ्याक्कै त्यतिखेरै भन्नुभयो, प्रहार गर्नुभयो अनि भन्नुभयो अब सबै हुनुहुन्छ, मैले दिने कुरा सबै तपाईँहरूलाई हो, तर यहाँ सबैमा अन्तिममा हुने भनेको जाग्ने भनेको 1% मात्रै है भन्दाखेरिमा चाहिँ ओहो 1%मा तपाईँ पनि पर्नुभयो। होइन त्यो भन्ने होइन, मैले सोधेको मैले चाहिँ के भने ओहो है
1% मात्रै म पो पढ्छु पर्दैन भन्ने खालको भयो ए क्या। पर्छ कि पर्दिन भन्ने आयो तपाईँलाई चाहिँ एक्ज्याक्टली अँ, मलाई यो पो हो त कुरो, गुरुले त सही कुरा गर्नुभयो नि त, हो यो पो हो त होइन। अनि त्यस पछाडिबाट भयो मान्छेले किन 1% मात्रै पढ्ने त, गुरुले चाहिँ दिने सबैलाई होइन, कुरो त एउटै हो नि त, एउटै हो। गुरुले दिने त। फेरि सर तपाईँ त आश्रममै बस्नुभएको हो, हजुर तपाईँ आश्रममै बस्नुभएको, उहाँ पनि आश्रममै बस्नुभएको, हामी म चाहिँ होइन नि फेरि सर। हजुर त म घरमै चाहिँ- आश्रम, हजुरको त किन बस्नु। तपाईँ कुनै गुरुको आश्रममा गएर सरको पनि काहीँ घरमै बस्नु घरै हो? आकाश आश्रम, धरती आश्रम, संसार आश्रम मेरो। सरको मागतिर म त गइनँ मेम सर। मेम नै होइन, होइन, मैले अब ए माग माग क्या। सद्गुरुहरूकोमा गयो होइन, होइन 3-4 घन्टा सेमिस्टर बस्यो होइन। होइन इन्डियाको सद्गुरु सद्गुरु अब लाइभ, लाइभमा बस्नुभएको मतलब लाइभ एउटा गुरु भनेको मैले अब त्यहीँ उहाँलाई एटेन्ड गरेँ। होइन फिजिकल्ली गएर बस्नुभएको कि यस्तो फिजिकल ए उही इन्डियामै होइन होइन, यहाँ टेनिसी सरहरू पनि आउनु भएको थियो, तर फाल्टै हामी। ए, यिनीहरू हो त ए, अमेरिकामै? धेरै पटक यहाँ भेट भइसक्यो नि। टेनिसीमा हजुर 4 घन्टा अनि टेनिसीमा दामी छ त हिसाबले। होइन त्यही त 4 घन्टा कुनै दिन हामी जाउँला, हमेसा घुम्ने मन छ। होइन मैले हामी यस्तो साथीभाइहरू नि एकछिन न। एक्सप्लोर गर्नुपर्छ। जस्तो सद्गुरुसँग 4 घन्टा बस्नुभएको तपाईँ धेरै पनि बस्यो होला, अब 3-4 चोटि जाँदा ओर्दा होइन। लगभग त्यही एराउन्ड 4 घन्टा। अनि तपाईँले नजिकबाट हेर्दा अनि हाम्रो भिडियोहरू जुन व्याख्या गरेको उहाँले देख्नुहुन्छ, हामी जुन तरिकाले हेर्छौँ उहाँलाई भिडियोमा सोसियल मिडियामा, अनि तपाईँले फिजिकली भेट्दा चाहिँ केही फरक कस्तो के हुँदो रहेछ त्यो चाहिँ अलिकति बताउनु नि। एउटाले भन्थ्यो आफ्नो आइडल आफ्नो के अरे भगवानै आयो भने एकछिनबाट बोरिङ हुन्छ अरे क्या भन्ने जस्तै। त्यो काइन्ड अफ त्यो त थट्स आएन होइन, तर पछि गएर अब त्यो पहिला चाहिँ अब के हुने, अब केही नै होला जस्तो भएको थियो होइन। अब त्यो गुरु पूर्णिमाको टाइममा हामी त्यता गएको थियौँ। अब एक काइन्ड अफ एउटा भाइब्स त आइ नै हाल्छ होइन। अब त्यो हाम्रो अलरेडी थट प्रोसेसमा भएको हुन्छ नि त, एउटा गुरु भन्ने सोचिसक्दै त्यो माइन्डमा एक पोजिटिभ भाइब्स आइहाल्छ होइन। आउँछ त्यही नै भयो, अब त्यस्तो साह्रो त अब सायद त्यो आई डोन्ट नो किन हो होइन, तर चिज चाहिँ अब एउटा फिल आउँछ, भाइब्स आउँछ। अब त्यो शब्दमा कसरी भन्नु होइन। अनि अब त्यो भयो एउटा कुरा, एकछिन थोरै अब त्यसकै वरिपरि नै जाने हो। त्यो तपाईँको पटक पटकै भेटघाट भए पनि तपाईँले जुन फर्स्टचोटि त फिजिकल्ली भेट्दै हुनुहुन्थ्यो नि, फर्स्टचोटि फर्स्ट टाइम त्यो भेट्दाखेरि उहाँले के सम्बन्धीमा के भन्नुभयो, के सम्बन्धमा बोल्नुभयो, प्रवचन गर्नुभयो होइन, अनि त्यो अलिकति भनिदिनु न, तपाईँलाई कस्तो लाग्यो त्यो बारेमा अलिकति सुनौ न। अब त्यो एक्ज्याक्ट यही प्रवचन भन्दा त कसै अब त्यो बिर्सी पनि सक्यो होइन। अब त्यो लाइफकै बारेमा भन्ने उहाँले होइन, योग साधना भयो, त्यो सूर्य नमस्कारको बारेमा हल्का दिनुभयो होइन। अनि त्यही नै अब एक्ज्याक्टली यही भन्ने चाहिँ मलाई थाहा भयो। अब जस्तो यो एउटा सानो प्रसङ्ग यस्तो हो कि यो चिन्तन मनन जस्तो हो नि त, अनुभूति उहाँको के भयो अनि मेरो के भयो फिल्स त अब आउँछ होइन, हजुरको पनि म पनि के हुन्छ अनि तपाईँको के भयो। अब एउटा ल राख्नुपर्छ। उहाँले आफ्नो जस्तो आइडल गुरु पहिले फिजिकली भेट्दा के भयो भन्नेमा त्यस्तो ठ्याक्कै ज्ञान अहिले स्मरणमा नरहे जस्तो हजुर होइन, एउटा पोजिटिभ भाइब आयो हो। अनि बोल्दाखेरि यस्तै योगमा यता त अलिअलि बोल्नुभयो, तर ठ्याक्कै 2-4 लाइन यस्तो भन्नुभयो, यस्तो भन्नुभयो भने चाहिँ उहाँलाई एक्सपिरियन्स चाहिँ गरियो भयो, तर अहिलेसम्म रहेन छ होइन। एक्सपिरियन्स त भयो नि त, एउटा त्यो त्यो एउटा जम्पका भेटको अनुभव त भयो नि त। सरले भनेको इन्फर्मेसन सरलाई नभयो नि अनुभूति छ, अनुभूति छ। त्यो अनुभूतिलाई पस्किन सक्नु भएको अलिक मजाले त्यही नै होला हो। अनि तपाईँले फर्स्ट टाइम गुरुदेवलाई भेट्दा हजुर कहाँ भेट्नुभयो, हजुर के बारेमा बोल्नु भएको थियो गुरुदेव, तपाईँले के बुझ्नुभयो, कस्तो लाग्यो अलिकति थोरै छोटोमा। कस्तो थियो भने नि सर, म पहिलोपटक भेट्दाखेरि म चाहिँ हजुरको राति काठमाडौँमा हजुरको मलाई लाग्छ सेप्टेम्बर 10 तारिक 11 तारिक 65-66 सालको कुरा होला। सेप्टेम्बर अथवा माघतिर होला, कति पहिले पर्छ यताको हो। त्यो सेप्टेम्बर अङ्ग्रेजी महिना चाहिँ मलाई याद छ, सेप्टेम्बर डेट चाहिएन सर, फर्स्ट टाइम त्यसपछि गर्नुभयो। त्यति बेला म अलिकति अब प्रसङ्ग बाँध्दै हजुरलाई गुरुदेवको नाम चाहिँ सर
हजुरको आश्रम चाहिँ हाम्रो गुरुदेवको त पपुलर नाम नि अब कसले सुने थाहा छ नि, सबैलाई थाहा छ नि त्यो। अब हजुरलाई थाहा छैन त? विकास आनन्द। हजुर म त फाल्टै हुनुहुन्छ सधैँ होइन, अब त्यो म अर्कै भयो भन्नु भने ए हजुर जिज्ञासा भयो क्या क्युरियोसिटी हो ठिक छ त। अनि साँझ पख चाहिँ म्याट्रिक्स के अरे सामुखुसीमा आएर बस्यो होइन। सामुखुसी नेपालगञ्जबाट डाइरेक्ट आयो, साँझ हामी डेको गाडीमा आयौँ, साँझ त्यहाँ बस्यो। त्यहीँ बस्यो, हाम्रो रामजी हुनुहुन्थ्यो, रामजीले चाहिँ खानासाना खुवाउनु भयो। उहाँले त्यो जाउलो साउलो के बनाएर निकै स्वागत भव्य गरेर मायालु तरिकाले खुवाउनु भयो। अनि त्यसपछि त्यहाँबाट हामी भोलिपल्ट तपाईँ खानेकुरा नभुलिनु है सर। बेलुका हामीले लगाएको खाना खान आइपुग्नु भयो। सिधै अलिकति उडान स्पिड गरे परै पुग्नु त। अनि जाउलो त अब त्यो चाहिएन। पहिला हजुर भन्नु न त। होइन खानेको होइन उहाँले जसरी भन्नुभयो नि चट्ट त्यही पोइन्टमा गएर भन्नु न, भेट्दाखेरि भन्नु न सट्ट सर के गर्छ सर कहाँ तपाईँ त्यो किनभने त्यो हजुरलाई त्यो मैले ल्याउँदैछु कि त्यसो हुँदाखेरि हजुरलाई त्यो फिल होला भन्ने किसिम ए फिल गर्ने होइन सर, तपाईँलाई फिल के भयो भनेर बुझ्ने हो। मलाई पनि हुन्छ, तपाईँ त पुरै फिलै गराउन आँट्नु भएको। रिलाइभ गर्छु नि त म पनि होइन, रिलाइभ गर्छु। ल ठिक छ त म फेरि जिउँछु। त्यसपछि बिहान पख हजुरको गाडी चढेर हामी त्यो ए बेलुकाको कुरा भन्नु भएको छ। बिहान सामुखुसीबाट गाडी चढेर गोदावरी गइयो हेर्नुहोस्। सट्ट चाहिँ नि शनिबारको दिन चाहिँ सायद शनिबार थियो कि थिएन है, त्यो मलाई दिन चाहिँ मैले बोलेँ बिहानी पख होइन सर। हजुर। अनि त्यसपछि त्यो जब त्यो हाम्रो त्यो के अरे चोक के अरेमा त्यो चोक क्या गाडी रोक्ने टौखेलबाट ओर्लिएर त्यो बाटो लाग्यो। कस्तो ठाउँ हो, गाउँमै आफ्नै घरतिर पो जान लाग्यो क्या जस्तो भयो क्या त्यो पुरै हजुरको जङ्गल गाउँ ठाउँको फिल पनि त्यो पनि मैले अनुभूति गरिरहेको छु। हजुर मलाई थाहा छ त्यसको। त्यही हजुरलाई त्यो फिल होस्, उहाँलाई चाहिँ फिल हुँदैन नि फेरि। हजुर मलाई त फेरि के गरौँ म गरेकै मान्छे। हजुर रिलेट गर्नलाई एउटा सिरानी ल्याइदिनु त। हजुर। त्यस पछाडि अनि त्यहाँबाट हजुरको सानो खोली बगेको छ होइन, कल आउँदो क्या कति रहर लाग्दो क्या, चट्ट बसेर फोटो खिच्नु जस्तो लागेन क्या त्यहाँ, यस्तो मिठो। अहिले पछि जाँदा खिच्नु पनि खिचेँ नि। त्यसपछि त्यहाँ गएर सट्ट अनि त्यो बाटो क्रस गरेर अनि सट्ट माथि उकालो सिडी चढी गयो होइन। हजुर। ओहो अनि ढोका सट्ट आएको छ, मनोक्रान्तिको लोगो छ। यता दाहिनेपट्टिबाट तल यता के थियो अब त्यहाँ त्यति बेला त थाहा भयो। अनि यता हामीलाई देब्रेतिर लिनुभयो। हजुर। सट्ट अगाडि पुरै आँगन क्या, ठुलो आँगन। ओहो यो के हो होइन, हरिया वैजनिक यो रङ्गकाई कपडाहरू लगाएका तिलगिरी होइन, चेलीहरू कपाल काटेका चेलीहरू चेलाहरू चाहिँ हाहार गर्ने होइन, कपाल काटेका चेलीहरू कति हेर्दाखेरि असुहाउँदो देखिएका। मलाई चाहिँ फेरि नि साह्रै राम्रो लाग्यो, साह्रै मन पर्यो। ल हजुर हजुर त्यति बेला भन्न पनि कतिपय मिलेन होला, तर मलाई साह्रै मन परेको थियो। कति एकजना मात्रै हुनुहुन्थ्यो भन्नु है, धेरै चाहिँ नभन्नु। धेरै हुनुहुन्थ्यो तर एकजना चाहिँ अलिअलि मन पर्थ्यो। ए हजुर 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 त्यो छोडिदिउँ, ठिकै छ। किन हामी अगाडि जाँदैछौँ नि त्यो के अरे हाम्रो सद्गुरुको अलिकति एटेन्ड गर्नु। तर पहिले चाहिँ अब नेपालको भन्दा चाहिँ अब डक्टर के अरे विकास आनन्द गुरुज्यूलाई नै सुनेको होइन। तर उहाँ चाहिँ अब मलाई चाहिँ अब बुक्सबाट हेऱ्यो, मेरो मिसेसले ल्याउनु भएको त्यो बुक्सहरू पढेँ होइन। अनि पछि गएर भिडियोहरू हेर्दाखेरि अनि त्यहाँदेखि चाहिँ अब जीवनलाई बुझ्नु मतलब आफूलाई बुझ्नु होइन। हजुर मैले होइन यता रिलेट गर्नु खोजेको हुन त अरू गुरु पनि हुनुहुन्छ होला नेपालमा होइन, तर सुरुमा चाहिँ त्यहाँबाट एड गरेको मात्रै। अनि त्यहाँबाट अगाडि जानु हजुर कति फराकिलो त्यहाँ आँगन भयो। त्यसपछि अब तल झर्नुभयो, दाहिनेतिर गइएन, म्याट्रिक्सतिर गइएन, हलतिर गइएन, यता देब्रेतिर गुरु निवासतिर गइयो। त्यहाँनिर गएर चाहिँ त्यहाँ अफिस छ नि त, अफिस गएर चाहिँ एन्ट्री गरियो। गरिसके पछाडि चाहिँ त्यहाँ गुरुदेवलाई भेट्ने लाइनमै हुनुहुन्थ्यो, को हुनुहुन्थ्यो, गुरुदेवलाई भेट्ने हुन्छ नि त क्लिनिक। त्यो त्यतिखेरको पो रहेछ तपाईँ जानुभयो, प्रवचन गरेको दिन होइन रहेछ, भेट्ने दिन जानु भएको छ, पर्सनल्ली भेट्ने दिनमा क्लिनिकमा को हुनुहुन्थ्यो होइन, गएको थियो। अनि त्यसपछि मेरो पनि अब त्यहाँ सुरुमा आएको भनेपछि अनि मलाई चाहिँ मेरो फुपूले चिन्नुहुन्छ होइन, म्यामले चिन्नुहुन्छ, मेरो फुपू र फुपूले नै हो मलाई लिएको। ए हजुर ठिक छ। अनि फुपूले चाहिँ लिएर अनि
चिनाउनु भयो। जाउँ, त्यति जाउँ, बेला अगाडि नाम टिपिसक्यो पो त सर। त्यहाँ फुपूमा फेरि फर्केर आयो अन्त फेरि हजुर फुपूले परिचय गराउनु भयो नि त। ए हजुर फुपू सँगसँगै हुनुहुन्छ। फुपूसँगै छु अहिलेसम्म है। त्यस पछाडि अनि गुरु चाहिँ त्यो सेतो वस्त्रमा हुन्थ्यो, मलाई त्यति याद छ। अनि गिलास त यस्तै थियो है, गुरुले पानी खाने। त्यही भएर तपाईँले यो लिनु भएको। मलाई त्यो पनि कतै कतै त्यो साइकोलोजिकल इफेक्ट पनि होला, कतै कतै सबकन्सियस त्यो थाहा छैन, तर गुरुले मलाई सिसाको गिलासमा खाएको याद छ मलाई जहाँसम्म। मलाई पनि थाहा छ। प्राय सिसाकैमा खानुहुन्थ्यो। अनि त्यो मलाई पनि मनपर्छ क्या, त्यो थाहा छैन किन हो, त्यो बाट हो कि पहिल्यैदेखि बाट सिकाने भएर हो कि होइन, थाहा छैन। मलाई त्योतिर लाग्यो क्या तपाईँको पछाडि। अनि त्यसलाई टक्क त्यो झगडको आउँछ क्या। अनि अगाडि बढ्नुभयो। त्यस पछाडि गुरु सेतो वस्त्रमा यसरी बस्नु भएको थियो होइन। अनि एउटा आयो अनि गुरुदेव अब हुनुहुन्छ भने परिचय गराउनु परेन गुरुदेवको त। अब उहाँ नयाँ साधक नवीनजी हुनुहुन्छ भनेर मिनाजी मेरो बाबुले भन्छु। त्यस पछाडि अनि मैले अब गुरुलाई त्यहीँ घब्रगै त्यहाँ पुरै गइगएँ नि म त। साष्टाङ्ग दण्डवत। पुरै त्यही हजुरको बालासनमा टाइपको क्या बालासन। त्यसरी म यसरी चाहिँ सुतिनँ त्यो बुद्धमा, त्यो बुद्ध लामा साष्टाङ्ग भनिसक्यो। त्यसरी हुँदैन, म त्यो यसरी गएर घब्रकै चाहिँ गरेर परेँ। तर गुरु चाहिँ यस्तो साइडमा हुन्थ्यो, म यता गएर गरेँ मजाले चाहिँ सशङ्कासनमा। हजुर त्यसरी चाहिँ सराउन्डर गर्नुभएको छ। सराउन्डरै हो त्यो 50% हो त्यो। त्यति बेला त त्यो सरेन्डरकै भाव थियो, त्यो 50 होइन। म त्यो स्वान म चाहिँ पुरै हजुरको तपाईँले त्यहाँ गर्नुभयो। त्यति नै, त्यो नै मेरो प्रत्यक्ष र पहिलो गुरुदेवको साक्षात्कार दर्शन हो, पहिलो भेट त्यही हो गुरुको होइन। त्यति बेला चाहिँ त्यही त मलाई त्यो कस्तो खाले भाव आयो नि त। म अब त्यो गएको मान्छे होइन, घबरा गुरु परिगयो नि अब त्यहाँ। अब भइगयो नि। अहिले त त्यस्तो हुन खोज्नु छ बेला बेला। अनि गुरुप्रति चाहिँ मलाई त्यस्तो भाव चाहिँ त्यही पछिबाट मात्रै आएको है फेरि। अब यो तपाईँले अगाडि चाहिँ काक्रा कुक्रुकै पुरै समर्पणै गर्नुभएछ हजुर होइन। उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र भनेको छ नि त। त्यो फलेको छ नि त वृक्षमा, झुक्नलाई त सक्छ नि त। अनि नफलेको पो ठडिन्छ त। अनि त्यस पछाडिबाट चाहिँ गुरुप्रति चाहिँ के अद्भुतै खालको चाहिँ मलाई चाहिँ एकदम चाहिँ त्यो क्या डेडिकेसन डिभोसन। म चाहिँ त्योभन्दा अगाडि चाहिँ अनेस्टली भन्दा म चाहिँ म्याट्रिक्समा पनि म साधक बन्छु भनेर गएको चाहिँ होइन। भन्न खोजेको म अब मुक्त हुने भनौँ न, एकैछिन म त्यो योग साधना गर्छु, केही रूपान्तरण हुन्छु भन्दा पनि पढ्नलाई जान्छु कि सिक्छु, गुरुका के कुरा छन् सुपर लर्निङ कुरा भनेर गएको। तर त्यो गुरुको त्यो साक्षात्कार दर्शन पछाडि मेरो चाहिँ त्यो मेन्टालिटी चेन्ज भयो जस्तो लाग्छ। त्यो अब नि मैले तपाईँलाई सोध्न र जान्न खोजेको है। हजुर हजुर होइन, गुरुको महिमा, गुरुको व्याख्या होइन। अब म पनि गएकाले त्यो अनुभूति ममा पनि छ होइन। मैले चाहिँ तपाईँको फर्स्ट उहाँले बोलेको, तपाईँले के सोध्नुभयो भन्दा पनि अथवा त्यो प्रसङ्ग जोडिन्छ भने त सोधेको पनि ल्याउनु पर्यो। तपाईँले के सोध्नुभयो र गुरुले के बोल्नुभयो र ती बोलेको कुरा प्रसङ्गले तपाईँमा के प्रभाव पर्यो या परेन, जस्ट त्यो खोजेको मैले। अलिकति विचार गर्नु। अलिकति याद छ। अनि त्यही हो, प्रणाम भन्नुभयो होइन। त्यसपछि आशीर्वाद भन्नुहुन्छ नि। हो त, ठिक छ त। त्यसपछि यता साइडमा अब त्यही वज्रासनमै बसियो त्यही बसियो होइन। कहाँदेखि आउनुभयो? अनि मेरो भनौँ मिनाजीले परिचय गराएपछि नेपालगञ्जबाट भन्ने भयो, थाहा भइहाल्यो। अनि अब बस्नको लागि नै सधैँको लागि त्यहाँको ल ठिक छ। अनि राम्रोसँग आउनुभयो होला, कहाँ बस्नु रहेछ यस्तै यस्तै। उहाँले अलिक पुरा क्या त्यो आफ्नै त्यो आत्मीयता नै गुरुले चाहिँ त्यो प्रस्तुत गर्नुहुन्छ। जहिले पनि फेरि त्यो गुरुको चाहिँ त्यो एउटा अद्भुत नै चिन्ने स्वभाव हो। जहिले भेट्दा पनि जोसँग पनि उहाँले कहिल्यै पनि भेट्नु भइसके पछाडि त्यो फ्याटफुट ल ल ल ल ल हतार छ भन्ने कहिल्यै भावै देखाउनुहुन्न क्या। जहिले त्यो चाहिँ होइन सर जस्तो होइन, ल ल ल गइहाल्यो। अब टाइम भइसक्यो, छिटो गर्नु है। हजुर अब त हिँड्ने बेला भइसक्यो। त्यो खाले चाहिँ अनि त्यो भयो। अनि त्यही हो, मलाई छोटो त्यति याद छ। त्यसपछि त्यहाँ धेरै हामी गफ गरेनौँ सायद। अनि त्यसपछि के गर्ने कसो गर्ने, त्यसपछि त अब गुरुले अब मलाई म चाहिँ अब अहिले म साथीभाइहरू हुनुहुन्छ भनेर मैले भनेको पनि होइन।
मलाई चाहिँ अब कहिल्यै पनि त्यो क्या सुरुमा बरु म अलिकति के हो कसो भन्ने नै थियो, जबसम्म मैले गुरुलाई देखिनँ र बुझिनँ। भेटिसके पछाडि चाहिँ ममा एक किसिमको चाहिँ नि श्रद्धा भाव अद्भुत नै भित्रैबाट चाहिँ नि मलाई महसुस भएको याद छ। अनि त्यसपछि त्यो भावले पनि होला अब त्यहाँ चाँडै नै अब त्यो एउटा संयोग पनि मिल्यो। अनि गुरुदेवले चाहिँ अब मलाई इन्ट्रेस्ट पनि हो, मैले आफ्नो कुरा पनि राखेको थिएँ यस्तो हो म यस्तो गर्छु भन्दाखेरि। अनि माथि त्यो पत्रिका प्रकाशन हुन्थ्यो नि त साप्ताहिक, त्यहाँ चाहिँ ठाउँ पाइयो र सुरुमै हामीले गएकै केही समय म त्यतैतिर बढी नै अब व्यस्त भएँ, थाहा छ नि म्यामलाई। अनि लेखहरू लेख्ने अनि त्यहाँको संवाददाताको रूपमा मैले काम गरेँ। सम्पादक सिलमजी हुनुहुन्थ्यो, प्रधान सम्पादक गुरुदेव भइहाल्नुभयो। अनि त्योभन्दा अगाडि चाहिँ हाम्रो चम्जी हुनुहुन्थ्यो, मैले चाहिँ सम्पादकको रूपमै काम गरेँ। तर जस अब आफ्नो जुन इन्ट्रेस्ट थियो मैले त त्यही पढेर आएको थिएँ नि त, नेपाल अनन्दमा पनि टेक्निकल कोर्स गरेको थिएँ, पत्रकारिता गर्छु भनेर म काठमाडौँ आएको खासमा। कति वर्ष जस्तो गर्नुभयो गुरुदेवको गुरु आश्रममा काम चाहिँ? त्यहाँ त्यहाँ बसुन्जेलैसम्म गयो पुरै नि। अनि त्यस पछाडि अनि एकदम क्या त्यो अद्भुतै खालको चाहिँ अट्याचमेन्ट हो। अनि त्यसपछि जुन अर्को जुन सेकेन्ड त्यो मलाई हिट गरेको कुरा त्यो मैले भनेँ नि त, जति कुरा गरे पनि जे गरे पनि चाहिँ हुने भनेको चाहिँ 1-2 जना मात्रै है, 1% मात्रै हो जाग्ने भनेको भन्दाखेरि ओहो म त जाग्दिनँ कि क्या हो, अथवा म जाग्छु कि होइन, म के हो त भन्ने खालको मलाई प्रश्न उठ्यो तपाईलाई। चिन्तन चाहिँ त्यहाँबाट चाहिँ मलाई बढी सुरु भयो। अनि त्यसपछि ममा चाहिँ त्यो होइन अब म चाहिँ ओपन हुनुपर्छ होइन, अब यही नै सप्तक हो भनेर भन्दा पनि जे जिन्दगीले बाटो खुलाउँछ, जे दिन्छ ओपन भनेपछि अनि ओपन। अनि पछि मलाई चाहिँ त्यसको केही समय पछाडि अब यता मैले आफ्नो औपचारिक शिक्षा पनि कन्टिन्यू गर्नुपर्ने थियो भन्ने खालको अनुभूति हुँदै गयो क्या। त्यो मलाई चाहिँ सायद मेरो त्यो पूर्वजन्मको संस्कार होला के होला, मलाई चाहिँ साधनामै लाग्न दिएन नै भन्छु म। त्यहाँ म्याट्रिक्समा चाहिँ बसेर पछिसम्म पनि म बसिनँ होइन, पछि म्यामहरू त धेरै बस्नुभयो, म चाहिँ निस्किएन। अब मैले गुरुदेवलाई सोधेर होइन निस्किएँ। सायद त्यो मलाई लाग्छ मेरो त्यो मानसिक स्तर अघि जुन भन्नुभयो व्यागुतको होइन, त्यो थियो होला, त्यति बेलाको त्यो स्तरमै थियो होला। र मैले अब साधना मेरो सायद यति नै हो होइन, म चाहिँ अब यता आफ्नै गर्नुपर्छ भन्ने भयो कि के भयो। त्यसपछि म चाहिँ गुरुदेवलाई सोधेर अब गुरुदेव मेरो पढाइ छ, अब यहाँबाट बसेर पढाइ जानु त सकिँदैन। म जान्थेँ फेरि त्यहाँबाट बसेर पनि, पछि चाहिँ एउटा यस्तो बेला आयो कि जति बेला चाहिँ म्याट्रिक्सबाट निस्कन नपाइने त्यहीँ बस्नुपर्ने भन्ने भएपछि मैले गुरुदेवलाई चाहिँ नि अनुरोध गरेँ, बिन्ती चढाएँ कि अब गुरुदेव के छ भन्दाखेरि सहस्र रूपमा गुरुदेव अद्भुत मान्छे। गुरुदेव त हाम्रो त एउटा त्यो होइन, अब कतिको उहाँको बारेमा कति भन्नु होइन, त्यो प्राणी चाहिँ अद्भुत प्राणी यार हाम्रो। अब कति भन्नु, एउटा कबीरदास म बसिनँ नि। हजुर अब गुरु महिमामा एउटा कबीरदासको वचन भनिदिउँ त सर? एकदम सर। अब सब धरती कागज करो, लेखनी सब बनराए, सात समुद्र की मसी करूं, गुरु गुण लिखा न जाए। भनेको सबै धरतीलाई कागज बनाएर, यो वनमा भगाइदिए सबै रुखलाई लेखनी भनेको कलम बनाएर, 7 समुद्रको चाहिँ जललाई चाहिँ 7 समुद्रलाई चाहिँ मसी बनाएर गुरु गुण लेख्न थाल्यो भने पनि लेखेर सकिँदैन। त्यति त दस्त भयो त, इङ बनाएर पेन बनाएर अवर्णनीय नै भन्छ नि त गुरुलाई होइन, अवर्णनीय चाहिँ होइन, त्यो के अरे प्रस्फुटित गर्न नसकिने शब्दमा हजुरले भने किसिम व्याख्या गर्न त्यो लेभलको हुन्छन् भन्ने खालको अब अहिले रियलाइज हुँदै। त्यति बेला त ठिकै हो भन्ने नै लाग्थ्यो गुरुको होइन, त्यो भयो। तर अब जब अझ बढ्दै गयो गुरुमा त्यति सरलता, त्यति खाले चाहिँ, किनभने उहाँ त अब एक किसिमको उठिसकेको मान्छे हो नि त, जे हाम्रो चाहिँ नि अवस्था हेर्दाखेरि अथवा हामीभन्दा धेरैको जसको पनि कम्पेयरै गर्ने हो भने पनि एउटा उठिसकेको सफलताको नजरबाट पनि उठिसकेको मान्छे हो होइन, अध्यात्मको नजरमा पनि अब हामीलाई चाहिँ त्यो जुन व्यवहार गर्नुहुन्थ्यो कहिले पनि
गुरुदेवको त्यो व्यवहारमा चाहिँ कहिले पनि त्यो ऊ देखिएन। मैले धेरै त सङ्गत गरेँ न गुरुसँग, त्यस्तो त अब अरू साथक जस्तो लामो समय पनि म बसिनँ होइन, 1-1.5 वर्ष कति बस्यो होला। अनि म निस्कनु मैले भने नि त्यही त, त्यहाँ अब त्यहीँ बस्नुपर्छ भन्ने भयो साधनाको लागि। अब त्यो बस्ने स्थितिमा चाहिँ मेरो यता एक्जाम छ होइन, मैले अब एक्जाम छोड्नुपर्ने हुन्छ, त्यो वर्ष मेरो स्किप गर्नुपर्छ भनेपछि त अब अर्को वर्ष के हुन्छ भनेपछि मलाई त्यति बेलाको मेरो मानसिक स्तर कस्तो थियो भने साधना भन्दा ठुलो पढायो भन्ने थियो होला के थियो, मलाई त्यो मेरो संस्कार बन्धनले बाँधेर ती कुराहरू त्यो समयको गतिमा आफूलाई के चाहिएको छ, के खोजेको छ त्यतैतिर ढल्किने नि खोज्यो भने त्यो त ठुलो कुरो भएन। त्यतिखेर त तपाईँको संस्कारले छेक्यो भन्नुहोस् कि संस्कारले ठेलो भन्नुहोस् कि एकछिनै सर तपाईँले भन्न पाउनुहुन्छ, तर अब पनि आएर तपाईँले दोष लाउन चाहिँ पाउनुहुन्न नि फेरि संस्कारलाई। होइन म अझै पनि संस्कारलाई त दोष लाउँछु नै, किनभने म चाहिँ कस्तो लाग्छ भने नि सर, जस्तो हामी पनि जति पनि छौँ नि सर, जति कुरा गरे पनि जति चाहिँ हामी यता गरे पनि होइन, हामीलाई चाहिँ संस्कारले प्रभाव त पारेकै छ। हामी अहिले मुक्त भइसकेका छौँ जस्तो लाग्यो पनि हामी होइन सर, कस्तो कुरो गर्नुहुन्छ, कसैले मुक्ति हुन नपाउने मुक्त भएर उन्मत्त भएर हिँड्यो भनेर तपाईँले मलाई बन्धनमा राख्नु सक्नुहुन्छ म चाहिँ मेरो वर्ष एकदम उन्मुक्त हो, म चाहिँ मुक्तै भए जस्तै लगभग 99 मा छु। त्यो पनि गुड भाइब छ नि। म चाहिँ 99 मा छु सर। त्यो स्वीकार्नु पनि मान्ता हो क्या। यसमा चाहिँ अब के परे रुपेश सरले के भन्नुहुन्छ कि नवीन सरले के भन्नुहुन्छ कि यसमा त कुनै सरोकारै छैन मलाई त यस्तो तपाईँ कुरा भन्दै एड गरेँ कि हजुर, जस्तै एउटा नानी बोले यो नानी चाहिँ मेरो है भनेपछि त्यो जिम्मेवारी हुन्छ क्या। तपाईँले म मुक्त भनिसक्दा चाहिँ रेस्पोन्सिबिलिटी धेरै आयो नि त, धेरै आउँछ। एउटा कन्सेप्ट पनि राम्रो लाग्छ मलाई चाहिँ यो त्यो केही नै छुँदैन, यो त संसारमा हामी मुक्तै छुन भने पनि गलत हो। त्यो के भने पनि एकछिन टिक्नको लागि, अरे यार धरतीमा अडिनको लागि रुखले पनि जराको सारा र माटा ढुङ्गाको सारा लिनुपर्छ, बङ्ग्रमै ढलिहाल्नु त मिल्दैन नि त्यसले पनि भनेपछि हामी त मान्छे पो त होइन सर। ए समाज चाहिँदैन ऊ चाहिँदैन भनेको होइन, तर पनि कुरीति परम्परा अन्धविश्वासहरू यी धर्म परम्परा कर्मकाण्ड यो त्योले चाहिँ मलाई टच गर्दैन। जरा जसरी धरतीमा उसले चाहिँ थामेर बसेको हुन्छ रुख त्यति मात्रै हो मैले गरेको, तर म चाहिँ 99 मा पुगेको छु सर। मलाई चाहिँ तपाईँले छेक्न सक्नुहुन्न नि, किनभने हिजो मलाई गुरुदेवले जाग्नुहोस् उठ्नुहोस् अगाडि बढ्नुहोस्, हिँडे धरती तिम्रै हो उडे आकाश तिम्रै हो, कसले रोक्ने कसले छेक्ने, यहाँ कसैले रोक्नेवाला छैन कसैले छेक्नेवाला छैन, यो धरतीमा तपाईँलाई छेक्ने तपाईँ बाहेक बनेको छ। मेरा संस्कार भाँडमे जाए अहिले घर पुरै म्याडमले आफ्नो काम बन्ता भाँडमा जाए जनता भने जस्तै हो त्यो संस्कार। लुकिसक्नु आँट्नु भयो त अघि त अगाडि आइसक्नु आउँदै हुनु फेरि उताउँदै जाँदै त्यो आफू त्यसै डराइन्छ भनेर अर्का डर नदेऊ, त्यो त आफ्नै उजागर हो क्या सर। किनभने यसरी तपाईँ भन्दाखेरि चारवटा चेता मिलेर बस्छ, त्यसले गर्दा आउने आफै परिन्छ। जसरी चाहिँ अब यो प्रसङ्ग ठ्याक्कै जोडियो, केपी शर्मा ओलीले समसामयिक होइन विषयवस्तु अन्डा 2 किसिमका हुन्छन्, एउटा रियल अन्डा हुन्छ एउटा बतासे भन्ने, बतासे चाहिँ अन्डा उही परेको अर्कालाई भन्न खोज्न चाहिँ, तर कस्तो चोट पर्यो माथि हेर्नु त कति घातक भयो। त्यसले गर्दा रुपेश सर पनि अलिक विचार गर्नु है, मलाई नदेखाउनु भारै उहाँ गयो त गाडीमा रुपेश सरलाई के हो म्याडमले त साह्रै पार्नुहुन्छ है क्या भन्नु होला फेरि उताबाट बन्धन होइन कति डर हुन्छ बन्धन भनेको। ल ठिक छ त्यो कुरा भयो, एकदम मिठो कुरा। मलाई चाहिँ अलिकति होइन भावमा आए थोरै खुसी लाग्यो सरी एकदम मिठो है सर। पाइन्छ जस्तो हजुरको त्यही त मेरो चाहिँ त्यही हो, हजुरको अनुभूति त्यो छ नि त, मेरो अनुभूति त्यो छ, सबको अनुभूति नि सेयर जस्तै त्यो अनुभूति भन्दा त्यसरी नि मेरो चाहिँ माइन्डको लेभलबाट गएको म चाहिँ अब तपाईँहरूलाई सेयर गरेको छ कि छैन, म चाहिँ ज्ञान योग प्रधान भएको मान्छे हो। ध्यान योग अलिक गौड अलिक थोरै होइन, प्र्याक्टिस त गर्छु गर्दै नगर्ने होइन, तर सेकेन्ड
हो, सेकेन्ड स्टेप हो मेरो। हजुर तर प्राथमिकता चाहिँ मेरो ज्ञान योग हो। हजुर मैले चट्ट महापुरुषलाई सुन्दाखेरि सट्टै क्लिक गरेर हरेक कुरा मेरो चाहिँ ए यो हुँदैन त्यो हुँदैन भन्ने थियो पहिली त्यो चुर्लो काटेर गयो। किनभने मैले फेरि हाम्रो चाहिँ गुरुदेव भनेको चाहिँ ए मेरैमा आऊ मेरै भनेको मात्रै सर्वे सर्वा भन्ने होइनन् गुरु। सर्वत्रको जोड, नकारात्मकको सदुपयोग गर, राम्रा कुरा जोड, मेरो आओस् कि अर्काको आओस्, त्यो यो ऊ त्यो नबन, कुन सम्प्रदाय कुन बुक कुन धर्मशास्त्र केही नबन, नहेर, राम्रो छ भने ल्याइहाल, झ्याप्प पारेर ल्याइहाल, राखिहाल, आफ्नो बनाइहाल भनेको हुनाले गर्दाखेरि सद्गुरु हुन् कि जीवन विज्ञानका गुरु हुन् कि जीवन विज्ञानै होस् कि वेद विज्ञान होस् कि होइन, सबैको जोड्ने, राम्रो कुराहरू जोड्ने, नराम्रो कुराको सदुपयोग गर्ने भएकाले गर्दाखेरि केही कुराले कुनैले टच पनि गर्दैन। धेरै कुरा ज्ञान योगबाट अगाडि बढिसकेको मेरो मेन्टालिटी र भित्र इनर स्टेट होइन, मेरो भित्रको इनर स्टेट फेयरलेसनेसको स्टेटमा गइसक्न आँटेको छ। एकदम राम्रो छ त्यस्तो छ सही होइन। एउटा त्यो फिल गर्नु पनि मलाई चाहिँ राम्रो लाग्छ क्या एउटा होइन, जस्तै अनुभूति त भन्नुभयो नि सरले, अनुभूति मैले अनुभूति त्यो गरेको छु क्या। सरले पनि गर्नुभएको छ त्यो कुरो होइन। अब त्यसरी भन्दाखेरि विगतका कुराहरूमा रिग्रेट चाहिँ मलाई अहिले चाहिँ छैन। किन भएन भने यो पनि ज्ञान योगले काट्यो नि त। जे हुन्छ राम्रैका लागि हुन्छ, जे भइरहेको छ राम्रैका लागि भइरहेको छ, जे हुनेवाला छ राम्रैका लागि हुनेवाला छ भन्ने सार कुरो बुझिसकेपछि अब असार पक्रिन्छ मैले होइन। त्यसले गर्दाखेरि त्यो हिजोको जे भयो त्यो नभइदिएको यो हुँदैन थियो क्या, यो अहिले हुनलाई हिजोका कुरा भएका त। त्यसले गर्दाखेरि भन्नुहुन्थ्यो हाम्रै गुरुदेवले, यहाँ माथि बिल्डिङ बनाएको सबै जमिन भत्काएर खोलेर होइन, कुलो जस्तो कुवा जस्तो ढुवाङ्लो खाल जस्तो बनाउँछ मान्छेले पहिला, आहा यस्तोमा घर बनिन्छ भने जस्तो बनाउँछ अरे क्या। तर त्यहीँबाट चाहिँ जग उठेर गएर चाहिँ भरे विशाल बिल्डिङ बनिन्छ अरे क्या। त्यसले गर्दा त्यो पहिले हाम्रो यो भएन यस्तो गरिएछ उस्तो गरिएछ रिग्रेट होइन, त्यो खाल खनेको त्यही खालमा आज बिल्डिङ उभिएको छ नि। हाँस्नुहोस् अब, बाँच्नुहोस् अब। मेरो बुझाइ यति हो। सर चाहिँ अब 99% मा गएको छ। अब त्यो 1% भनेको यो जन्ममा जान्छ कि अर्कोमा जान्छ कि 10वटा जन्म लाग्छ कि त्यो म भन्न सक्दिनँ फेरि।